गुड मर्निङ, नमस्ते। सुनिराख्नु भएको छ मेरो आवाज, अडियो भिडियो? इज इट ओके? अडियो भिडियो ठिक छ? ओके। ठिक छ भनेपछि ल आज हामी चाहिँ अब सिआइएस अडिट या अडिटिङ इन इडिपी इन्भाइरोमेन्टको क्लास च्याप्टर डिस्कस गर्दैछौँ। र यो च्याप्टर पढाउनुभन्दा अगाडि नै मैले एउटा डिस्क्लेमर दिनुपर्ने हुन्छ कि हामीहरूले चाहिँ यो जुन च्याप्टर छ, यो च्याप्टर भनेको त एउटा बेसिक भ्यू मात्रै हो। अहिलेको टाइममा त अडिटरहरूले स्पेसली इन्फर्मेसन टेक्नोलोजीलाई युज गरेर अडिट गर्ने भएको कारणले गर्दाखेरि सिआइएसए डिआइएसए भन्ने डिग्रीहरू नै छुट्टै नै तपाईँहरूले पनि देख्नु भएको छ होला। कतिजना सीहरूले आफ्नो नामको पछाडिपट्टि सिआइएसए डिआइएसए भनेर चाहिँ डिग्रीहरू चाहिँ लगाइरहेको हुन्छन्, किनभने त्यो भनेको एउटा स्पेसलाइज डिग्री हो रिलेटिङ टु इन्फर्मेसन सिस्टम अडिट। हामीले क्याप 2 लेभलमा चाहिँ थोरै यसको बारेमा डिस्कस गरेका थियौँ। तर क्याप 2 लेभल पछिको चाहिँ क्याप 3 लेभलमा त्यसको एडिसन भनेको आई थिङ्क हार्डली 20% मात्रै होला। कन्सेप्ट त्यही नै हो। त्यसमा चाहिँ 2-4वटा कुराहरू नयाँ थपिदिएको छ। बाँकी तपाईँहरूले पास्ट क्वेसन्सहरू हेर्नुभयो भने पनि जसले क्याप 2 मा अलरेडी पढिसक्नु भएको छ या मैले क्लास पढाउँदाखेरि मैले कभर गरेको पार्टबाट हेर्ने भने एक्जाममा चाहिँ लगभग त्यस्तै क्वेसन्सहरू क्याप 2 कै लेभलको क्वेसन्सहरू एक दुईवटा चाहिँ नयाँ अलिकति प्र्याक्टिकल बेस्ड क्वेसन्सहरू बताइदिएको बनाएर दिन्छ, नभए ओभरअल कन्सेप्ट सेम नै हो। तर यसमा हामीले अब तपाईँले अब टेक्निकली म पनि आइटीको मान्छे होइन, त्यही भएर इन्फर्मेसन टेक्नोलोजी अनुसार चाहिँ हामीले हेर्ने भने त्यहाँनिर एकदमै डिटेलमा हामी त्यसको जस्तो हामीलाई सरले भन्नुहुन्थ्यो कि मैं आप लोगों को गाडी चलाना सिकाउँगा, गाडी कैसी बनी है वो नै सिकाउँगा भन्नुहुन्थ्यो। त्यसै गरी हामीले चाहिँ ओभरभ्यू मात्रै हेर्ने हो यो क्लासमा। हामीले डिटेलमा चाहिँ 1-to-1 जुन आइटीसँग रिलेटेड टेक्निकल टर्म्सहरू हुन्छ त्यसलाई हामी डिटेलमा डिस्कस गर्दैनौँ। त्यसको लागि चाहिँ तपाईँहरूले फेरि स्पेसलाइज कोर्स नै गर्नुपर्ने हुन्छ सिए पास गरिसकेपछि, जसले जुन चाहिँ आजको दिनमा डिआइएसए र सिआइएसए। डिआइएसए भनेको चाहिँ डिप्लोमा इन इन्फर्मेसन सिस्टम अडिट र सिआइएसए भनेको सर्टिफाइड इन्फर्मेसन सिस्टम अडिटर भनेर। डिआइएसए चाहिँ अहिले इन्डिया आइसिआईले चाहिँ प्रोभाइड गरेर आएको छ उसमा चाहिँ, र सिआइएसए चाहिँ युएसबाट स्पेसलाइज कोर्स हो। सो यो कोर्सहरू गर्नुपर्ने हुन्छ। तर हामी चाहिँ अब अहिले च्याप्टर ओभरभ्यू एज अ न्यू टेक्नोलोजी न्यू डेभलपमेन्ट अनुसार हामीले इडिपी अडिटको कन्सेप्ट के हो भन्ने कुरा क्याप 2 लेभलदेखि नै बेसिकदेखि नै म जानेछु यसमा। र त्यसपछि हामीहरूले स्टडी मेटेरियललाई पनि म देखाउँछु तपाईँहरूलाई। स्लाइडमा कभर नभएको तर स्टडी मेटेरियलबाट कुन कुराहरू हेर्नुपर्छ भनेर मैले स्टडी मेटेरियलको पार्ट पनि देखाउँछु र क्वेसन्सहरू एक्जाममा कस्तो आउँछ भन्ने कुरा पनि देखाउँछु आजको सेसनमा। मैले स्लाइड सुरु गरेँ है त। ल यो च्याप्टरमा यहाँ च्याप्टर नम्बर 12 भएको रहेछ। यो च्याप्टर नम्बर 12 भनेर इग्नोर गर्नु, च्याप्टर नम्बर 12 होइन है, यो चाहिँ इरर हो। आज हामीले पढिरहेको च्याप्टर नम्बर 15 हो कि 16 हुनुपर्छ। यहाँनिर चाहिँ यसलाई तपाईँहरूले रेक्टिफाइड उ गर्नु होला, नभए एकछिनमा म फेरि त्यो रेक्टिफाई गरेर तपाईँहरूलाई पठाइदिन्छु उसमा टेलिग्राममा। सो यसमा हामीले कम्प्युटराइज इन्फर्मेसन सिस्टम र कम्प्युटराइज असिस्टेड अडिट टेक्निक्स, कम्प्युटर असिस्टेड टेक्निक्स भनेर क्याटको कुरा दुईवटा डिस्कस गर्छौँ। तपाईँहरूको मैले चाहिँ क्याप 2 मा पढाउँदाखेरि एउटै च्याप्टर नै थियो इडिपी अडिट भनेर, त्यसैभित्र क्याट पनि पढाउँथेँ मैले। अहिले चाहिँ स्टडी मेटेरियलमा सिए फाइनल लेभलमा चाहिँ क्याट भनेर छुट्टै च्याप्टर राखिदिएको छ 2-3 पेजको। सो हाम्रो यो पनि पढ्ने लिङ्क भनेको यसैसँग नै रिलेटेड हो, इडिपी अडिटसँगै रिलेटेड हो, सिआइएस अडिट इन्भाइरोमेन्टसँगै रिलेटेड हो। त्यही भएर हामीले यसलाई सँगसँगै डिस्कस गर्दैछौँ। अब पहिला सुरुमा त हामीहरूले बुझ्नु पर्यो कि सिआइएसको मिनिङ के हो भन्ने कुरा बुझ्नु पर्यो होइन। त्यसलाई म एकदम ब्रिफली छोटो छरितो तरिकाले म बताइदिन्छु। हामीहरूले चाहिँ म्यानुअल अडिट, म्यानुअल इन्भाइरोमेन्ट भनेको जुन तपाईँहरूले बेसिकली सिक्नुहुन्छ नि, डिफ्रेन्स बुझ्नुहोस् है। हामी एकाउन्टिङ भर्सेस अडिटिङको कुरा गरेर आएको हो, म्यानुअल एकाउन्टिङ भर्सेस म्यानुअल अडिटिङको कुरा गरेर आएको हो। र म्यानुअल एकाउन्टिङ हुने ठाउँमा म्यानुअल अडिटिङ पनि हुन्छ, म्यानुअल अडिटिङ नै हुन्छ। इनफ्याक्ट जहाँनिर म्यानुअल एकाउन्टिङ हुन्छ त्यहाँनिर चाहिँ म्यानुअल अडिटिङ नै हुन्छ।
तर जहाँनिर कम्प्युटराइज्ड एकाउन्टिङ हुन्छ त्यहाँनिर म्यानुअल अडिटिङ पनि हुनसक्छ, कम्प्युटराइज अडिटिङ पनि हुनसक्छ। मेरो कुरा ध्यान दिएर सुन्नुहोस् है, थाहा पाउनुहोस् डिफ्रेन्स के हो भन्ने कुरा, ताकि एकाउन्टिङ र अडिटिङमा नझुक्किनु होला तपाईँले। पहिला सुरुमा हाम्रो चाहिँ कन्सेप्ट क्लियर छ भने हामीले फर्दर बुझ्नलाई सजिलो हुन्छ। म्यानुअल एकाउन्टिङ भनेको के हो भने जहाँनिर हामीले लेजर्सहरू हातले बनाउँछौँ, सबै ढड्डामा राखिन्छ होइन, ट्रायल ब्यालेन्स पनि हातले बनाइन्छ, फाइनेन्स स्टेटमेन्ट पनि हातले बनाइन्छ, सबै कुरा गर्छ, त्यो म्यानुअल एकाउन्टिङको पार्ट भयो। त्यस्तै अडिट गर्नको लागि पनि त्यो भाउचर त्यो लेजर म्यानुअली नै चेक गर्नुपर्ने हुन्छ। हामीले पाना पल्टाउनु पर्यो, टिक लगाउनु पर्यो होइन, अनि टोटल्सहरू चेक गर्नु पर्यो, भाउचरलाई लेजरसँग रिलेट गर्नु पर्यो। यो आजभन्दा 10 वर्ष 15 वर्ष अगाडिको चाहिँ कुराहरू हो, जहाँनिर म्यानुअल एकाउन्टिङ र म्यानुअल अडिटिङ दुइटै हुन्छ। अब आजको दिनमा मैले चाहिँ म्यानुअल एकाउन्टिङै भनेर चाहिँ देखाएको छैन, किनभने कम्प्युटराइज एकाउन्टिङ हुन्छ आजको दिनमा। वी अल नो, तपाईँहरूले पनि देख्नु भएको छ होला, तपाईँहरूको क्लाइन्टसँगमा अडिट गर्न जाँदाखेरि चाहिँ एभ्रिबडी इज युजिङ कम्प्युटर सफ्टवेयर्स होइन, एकाउन्टिङ ट्याली, अब त्यसपछि त्यसमा फिनप्रो के ब्ला ब्ला सफ्टवेयर्सहरू हुन्छ। त्यो सफ्टवेयर्सहरू युज गरिरहेको छ सबैले, फ्याक्चुरा त्यस्तो सफ्टवेयर्सहरूबाट चाहिँ उनीहरूले एकाउन्टिङ गर्छ। तर अडिटिङ के हामीले चाहिँ कम्प्युटर युज गरेर अडिटिङ गर्छौँ त होइन। अब तपाईँहरूमध्ये कतिजनाले चाहिँ कम्प्युटराइज, तपाईँहरू अब 104 108 जना हुनुहुन्छ अहिले यहाँ क्लास लिइराख्नु भएको छ, मलाई भन्नुहोस् त तपाईँहरूजना मध्ये कतिजनाले चाहिँ कम्प्युटरै युज गरेर सफ्टवेयरै युज गरेर अडिट गर्नुहुन्छ? छ कसैको एक्सपिरियन्समा त्यस्तो छ? मेरो एक्सपिरियन्समा त छैन त्यस्तो। मैले त्यो सोध्न खोजेको हो ताकि तपाईँसँग इन्ट्रेक्सन गरेर, जसले गर्नु भएको छ हामी इन्ट्रेक्सन गरेर चाहिँ डिस्कसन गर्न सक्छौँ। इज देयर एनीबडी हु हेज युज द कम्प्युटर्स फर द पर्पज अफ अडिटिङ? ब्याङ्कमा अडिट गर्नेहरू या कुनै आइटी बेस्ड के अरे आइटी टेक्नोलोजीलाई चाहिँ एडप्ट गरेको सिए फर्महरू कोही छ त्यस्तो जसले सफ्टवेयर्सहरू युज गरेर अडिट गर्छ? यस चरण, यु आर करेक्ट। पब्लिक सेक्टर अन्डरटेकिङ्सहरूमा त अझै पनि म्यानुअल सिस्टममा नै भइरहेको हुन्छ। कतिमा त उनीहरूको त एकाउन्टिङको बेसै फरक छ, क्यास बेसिस भनेर उनीहरूले क्यासलाई गर्छ, हामीले एक्युरेल बेसिसलाई गरिरहेको हुन्छौँ होइन, गभर्मेन्ट इन्टिटीहरूले छ। मलाई यसो 10-15 जनाको त कमसेकम आन्सर चाहियो मलाई, ताकि यदि कोही छ भने हामी उहाँको प्र्याक्टिकल एक्सपिरियन्स पनि सुन्न सक्छौँ कि जहाँनिर तपाईँहरूले कम्प्युटर सफ्टवेयर युज गरेर अडिट गर्नु भएको छ भन्ने एक्सपिरियन्स छ कसैसँग? एक 109 जनामा 3 जनाले मात्रै आन्सर गरिरहेको छन् मलाई। अलिकति कमसेकम 109 जनामा 9 जनाले त आन्सर गरोस् न। ओके, सायद मैले चाहिँ कोही छ भने हामी उहाँसँग इन्ट्रेक्सन प्र्याक्टिकल एक्सपिरियन्स सेयर गर्दै गरौँला भन्ने प्लान थियो मेरो होइन। मैले पनि गरेको छैन यो। यहाँनिर मैले सानो एउटा पार्ट चाहिँ इन्डियामा छँदाखेरि हामीले अडिट गर्दाखेरि सानो एउटा पार्ट चाहिँ गरेका थियौँ, तर त्यसलाई चाहिँ फुल फ्लेजेड चाहिँ सिआइएस अडिट भन्न मिल्दैन होइन। तर म त्यसको एक्सपिरियन्स सेयर गर्छु तपाईँहरूसँग। सो एउटा अब मैले भने तपाईँहरूले अघिको कुरा रिलेट गर्न सक्नुभयो होला कि म्यानुअल एकाउन्टिङ हुँदाखेरि म्यानुअल अडिटिङ नै हुने हो, तर कम्प्युटराइज्ड एकाउन्टिङ हुँदाखेरि पनि म्यानुअल अडिट हुनसक्छ। किनभने म्यानुअल अडिट भनेको के हो त भन्दाखेरि उनीहरूको सिस्टमबाट जेनेरेट भएको प्रिन्ट आउट्सहरू लिएर त्यो प्रिन्ट आउट्सहरूलाई हामीले चाहिँ बेसिक डकुमेन्ट्सहरूसँग रिलेट गर्ने, त्यसको सपोर्टिङ्सहरूसँग रिलेट गर्ने, बिल इन्भोइससँग रिलेट गर्ने इच इयर म्यानुअल। इट्स लाइक ब्ल्याक बक्स अप्रोच, जुन क्याप 2 लेभलमा चाहिँ ब्ल्याक बक्स अप्रोच भनेर हामीले पढाएको थियौँ कि अडिटरलाई इनपुटसँग आउटपुटको मतलब हुन्छ, प्रोसेसिङ कसरी गरिरहेको छ त्यो अडिटरले चेक गर्दैन, प्रोसेसिङ गर्ने पार्ट चेक गर्दैन भनेर भनेको थियो। दिस इज ब्ल्याक बक्स अप्रोच, र ब्ल्याक बक्स अप्रोच नै देखिरहेको हुन्छ। अब मैले पनि नेपालमा हामीले अडिट गर्दाखेरि ब्ल्याक बक्स अप्रोच नै गरेर देखिरहेको छु मैले। आई हेभ नट कम अक्रस, होला सधैँ छैन भनेर मैले भन्दिनँ, बट आई हेभ नट कम अक्रस एनी सच इन्स्टान्सेस वेयर सफ्टवेयर्स आर युज फर द पर्पज अफ अडिटिङ। हुनसक्छ कुनै फर्ममा युज गरेको छ भने नाइस, अब त्यो फर्मको एक्सपिरियन्स तपाईँहरूसँग छ भने यु क्यान सेयर द्याट विथ मी। मसँग चाहिँ त्यो छैन एक्सपिरियन्स। अनि अर्को हुन्छ हाम्रो व्हाइट बक्स अप्रोच। व्हाइट बक्स अप्रोचमा चाहिँ हामीले सफ्टवेयरलाई पनि टेस्ट गर्छौँ कि यसबाट आएको जेनेरेटेड डेटालाई हामीले रिलाइ गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा। सो दिस च्याप्टर स्पेसली फोकसेस अन द कन्ट्रोल्स के, किनभने अडिटिङ हामीलाई डेबिट क्रेडिटको त हामीलाई प्रब्लम छैन, चाहे त्यो सफ्टवेयर युज गरेर गरोस् चाहे म्यानुअल युज गरेर गरोस्। हामी चार्टर्ड एकाउन्टेन्ट भइसकेपछि तपाईँहरू चाहिँ अब भोलिको दिनमा सिए भयो, एज एन अडिटर भइसकेपछि तपाईँहरूलाई कसैले एकाउन्टिङमा चाहिँ झुक्याउन सक्दैन होला, किनभने यो डेबिट हुनुपर्ने आइटम डेबिट नै हुन्छ, त्यो रुल नै हो। कसैले क्रेडिट इन्कमलाई डेबिट गरौँ भन्यो भने त तपाईँले कस्तो मूर्ख रहेछ भनेर भन्नु भइहाल्छ। त्यो सफ्टवेयरले पनि त्यो कुरालाई
गर्दैन, तर त्यो सफ्टवेयरले चाहिँ करेक्टली प्रोसेस गरेको छ कि छैन भन्ने कुरा तपाईँले त्यो सफ्टवेयर कसरी बन्योसँग मतलब छैन कि सफ्टवेयर बन्नेको कुरा चेक गरेर राख्नु हुँदैन तपाईँ एज एन अडिटर तपाईँले त्यसको प्रोसेसिङ के हो त, त्यसले हामीले जुन इन्ट्री गऱ्यौँ, जुन इनपुट गऱ्यौँ डेटा, त्यो डेटालाई इनपुट गरेको उसले करेक्टली क्लासिफाई गर्न सकिरहेको छ कि छैन, त्यसको इफेक्ट करेक्ट लेजरमा गइरहेको छ कि छैन, त्यसको सम टोटल्सहरू, त्यसले गरेको चाहिँ अर्थमेटिकल एक्युरेसी, त्यसले गरेको क्यालकुलेसन्सहरू अर्थमेटिकली एक्युरेट छ कि छैन, त्यसले चाहिँ भाउचर्सहरूलाई त्यसले सिस्टमलाई लिङ्क गर्न सकिरहेको छ कि छैन भन्ने कुराहरू चाहिँ एज अ पार्ट अफ यर सिस्टम एसेसमेन्ट यु विल हेभ टु चेक द्याट। किनभने until unless you check that, you cannot rely on the data produced by the software or the system. So as auditor you have that specific duty, right? त्यही भएर अब एक्जाममा एउटा क्वेसन आइरहेको हुन्छ कि इट इज इजियर टु अडिट इन इडिपी इन्भाइरोमेन्ट बिकज द ट्रायल ब्यालेन्स अलवेज ट्यालिज भनेर तपाईँहरूको सिए फाइनलको पास्ट क्वेसन हेर्नु भने क्याप्टो लेभलमा त मैले क्लासमा स्टुडेन्टलाई 2टा क्वेसन गराउने गरेको थिएँ, यो 2टा क्वेसन सिए फाइनलमा पनि आइरहेको हुन्छ होइन। इट इज इजियर टु अडिट इन इडिपी इन्भाइरोमेन्ट बिकज द ट्रायल ब्यालेन्स अलवेज ट्यालिज भनेर भन्छ। डु यु थिङ्क इट्स इजी टु अडिट इन इडिपी इन्भाइरोमेन्ट जस्ट बिकज द ट्रायल ब्यालेन्स ट्यालिज? आई डोन्ट थिङ्क सो। किनभने ट्रायल ब्यालेन्स ट्याली त तपाईँको उसै पनि इरर अफ कमिसनको कारणले गर्दाखेरि हुन्छ होइन। जेनरली के हुन्छ भनेपछि म्यानुअल इन्भाइरोमेन्ट भन्दा इडिपी इन्भाइरोमेन्टमा अर्थमेटिकल एक्युरेसीको चान्सेस हायर हुन्छ, लो क्लेरिकल इरर्स हुन्छ भनेर भन्छौँ हामीले। किन लो क्लेरिकल इरर्स हुन्छ भने जस्तो तपाईँले भाउचर इन्ट्री रिकर्ड गर्दाखेरि, भाउचर म्यानुअली बनाउँदाखेरि होइन, तपाईँले लेख्नुभयो एउटा आइटम अफिस एक्सपेन्सेस एकाउन्ट डेबिट 670 टु क्यास 760 लेखिन सक्छ होइन, र त्यो भाउचरलाई त्यहाँ उता अब रिकर्ड गर्ने बेलामा पनि त्यो 670 लाई 670 मा गऱ्यो, 760 लाई 760 मा गऱ्यो, त्यो त डिफ्रेन्स आयो। सो लास्टमा ट्रायल ब्यालेन्स निक्लिने बेलामा त डिफ्रेन्स आउन सक्छ त्यहाँनिर होइन। तर यो कुरा चाहिँ जेनरली के भन्छ हाम्रो इडिपी इन्भाइरोमेन्टमा त्यो कुरा हुँदैन। किनभने हामीले इन्ट्री गर्ने बेलामा उसले 670 को 670 म्याच भएन भने उसले चाहिँ त्यो भाउचरै एक्सेप्ट गर्दैन। तपाईँहरूलाई त्यो कुरा थाहा पनि होला, ट्यालीमा इन्ट्री पनि गर्नु भएको छ होला होइन। सेम डेबिट र क्रेडिटको इक्वल टोटल्स आएन भने उसले त्यो एक्सेप्टै गर्दैन। तर डज द्याट मिन कि अब उसले गरेको इन्फर्मेसन करेक्ट हो? आई डोन्ट थिङ्क सो। किन भन्नुहुन्छ भने तपाईँले 670 लाई झुकेर 760 डेबिट क्रेडिटमा राख्यो भने पनि त त्यसले एक्सेप्ट गर्छ नि त, तर अल्टिमेटली राख्नुपर्ने त 670 थियो होइन। सो यस्तो कुराहरू विचार गर्नुपर्ने हुन्छ। ट्रायल ब्यालेन्स ट्याली भयो भन्दैमा चाहिँ हामीले ब्लाइन्डली एक्सेप्ट गर्ने सिस्टमलाई अब अडिट गर्न सजिलो भयो भन्ने कुरा चाहिँ होइन। ट्रायल ब्यालेन्स त कमिसनको कारणले गर्दाखेरि पनि ट्याली हुन्छ भनेर तपाईँले आफ्नो आन्सरमा लेख्नुपर्छ। अब मैले सर यसको चाहिँ अगाडिपट्टिको सिनप्सिस पढेँ यसको यो स्लाइडमा। कम्प्युटराइजेसन अफ एकाउन्ट्स डज नट एफेक्ट द बेसिक अब्जेक्टिभ्स फन्डामेन्टल नेचर अफ अडिटिङ। किनभने बेसिक अब्जेक्टिभ अफ अडिट टु एक्सप्रेस ओपिनियन अन ट्रु एन्ड फेयर भ्यू नै हो। Just because you are using the computers or softwares does not mean that your entire objective of audit will change. Only the methods of your procedures might change. तपाईहरुको आफ्नो methods change हुन सक्छ, audit procedures change हुन सक्छ, because you will be using softwares, you will be using test data, test packs, but overall objective of the audit remains same. That is, you have to express opinion on those financial statements that are processed by the system. The auditor would need to modify his audit procedures, approach and technical capabilities so as to be able to form an opinion on accounts processed in computerized environment. ठीक छ, किनभने हामीलाई अब म्यानुअल इन्भाइरोमेन्टमा अडिट गरे जस्तो हुँदैन। हामीले चाहिँ एकाउन्टिङै तपाईको टेक्निकल भइसकेपछि, सफ्टवेयर बेस्ड भइसकेपछि हामीले अडिटरले आफ्नो नलेजलाई पनि इन्हान्स गर्नुपर्ने हुन्छ। CIS environment exists when a computer of any type or size is involved in processing the entity's financial information of that is significance to the audit, whether that computer is operated by the entity or by the third party. अब यो भन्ने बित्तिकै हिजोको स्ट्यान्डर्ड याद आउँछ होला नि तपाईहरुलाई, 402। यदि एन्टिटीले नै अपरेट गरिरहेको छ भने फाइन, हामीलाई प्रब्लम भएन। यदि थर्ड पार्टीले अपरेट गरिदिरहेको रहेछ भने फेरि हामीलाई के चाहिन सक्छ? टाइप 1 रिपोर्ट र टाइप 2 रिपोर्ट चाहिन सक्छ है। हिजोको क्लासमा हामीले डिस्कस गरेका थियौं नि 3402 र 402 भन्ने स्ट्यान्डर्डलाई मैले लिंक गरेर तपाईहरुलाई एउटा कथा बनाएर चाहिँ सिकाएको थिएँ। सो CIS इन्भाइरोमेन्ट यदि हाम्रो आफ्नै एन्टिटीले भनेको हाम्रो क्लाइन्टले नै उनीहरूले आफ्नै सिस्टम मेन्टेन गरेको छ भनेपछि हामीले त्यसैलाई टेस्टिङ गर्ने भयौं। यदि थर्ड पार्टीले चाहिँ त्यो सिस्टम बिल्ड गरिदिरहेको छ, त्यो सिस्टमलाई अपरेट गरिदिरहेको छ भने वी माइट रिक्वायर द टाइप 1 रिपोर्ट एन्ड टाइप 2 रिपोर्ट फर प्लेसिङ द रिलायन्स। The auditing in CIS environment has caused substantial changes in the methods of evidence collection and evaluation. अब यो कुरा त माथिसँग रिलेट भइ नै हाल्यो हैन, किनभने हामीले पहिला गएर म्यानुअली गर्नुपर्ने कुराहरुलाई हामीले प्रोसेसिङ टेस्ट गरेर लिनुपर्ने हुन्छ, सफ्टवेयरलाई टेस्ट गरेर लिनुपर्ने हुन्छ। सो प्रोसिजर्स चेन्ज भयो,
हाम्रो प्रोसिजर चेन्ज भयो, टाइमिङ चेन्ज हुन सक्छ, अप्रोच चेन्ज हुन सक्छ, तर ओभरअल अब्जेक्टिभ रिमेन्स सेम. But generally, we do not use white box approach in Nepal. Is that mean auditors are not performing as per NSA? एनएसएले त अडिट तपाईँलाई चाहिँ सिआइएस अडिटरै बन भनेर भनेको छैन नि चरणजी, होइन? एनएसए अनुसार नगरे भन्दा एनएसएले त अडिट गर्ने स्ट्यान्डर्ड हो, यो टेक्नोलोजीलाई युज गर, कम्प्युटर युज गर त भन्दैन नि उसले. आजको दिनमा पनि म्यानुअली गरेको गलत हो, म्यानुअली नगर भनेर त कहीँ पनि लज एन्ड रेगुलेसनमा लेखाएको छैन. हामीले त हिसाब एप्रोप्रिएट राखेको छ कि छैन भन्ने कुरा, चाहे त्यो म्यानुअली राखोस् चाहे चाहिँ कम्प्युटराइज सिस्टममा राखोस्, हिसाब ठिक छ कि छैन भन्ने कुरा चेक गर्ने चाहिँ अडिटरको रेस्पोन्सिबिलिटी हो. सो व्हाइट बक्स अप्रोच युज नगर्दैमा एनएसए कम्प्लायन्स नभएको भन्न मिल्दैन. अब यो तपाईँहरूको मैले चाहिँ स्टडी मेटेरियल नै बेसिस मानेर लिएको हो यसमा भएको कन्टेन्ट्सहरूलाई. अब स्टडी मेटेरियलमा यसको बारेमा डिटेलमा दिएको पनि छ. मैले चाहिँ यहाँनिर पोइन्टहरू तपाईँलाई सरल भनिदिन्छु भनेर, किनभने एकैछिनमा स्टडी मेटेरियलको पार्ट पनि सेयर गरिहालेँ तपाईँहरूलाई, एकैछिनमा सेयर गर्छु. तपाईँको जुन अहिले रिसेन्टली तपाईँहरूको इमेलमा पनि आयो होला, आइकेनको साइटमा पनि राखिदिएको छु तपाईँहरूको लागि भनेर, जुन 2020 एडिसन नयाँ रिभाइज अडिटको एडिसन छ, त्यसमा अनुसार चाहिँ हामी पेज नम्बर 464 देखि चाहिँ अडिट अन्डर कम्प्युटराइज इन्फर्मेसन सिस्टम भनेर दिएको छ. यसमा अब यही मैले जुन चाहिँ पोइन्टहरू छ, हाई स्पिड, लो क्लरिकल इरर, कन्सन्ट्रेसन अफ ड्युटिज भन्ने कुरालाई मैले पोइन्ट राखेँ. बाँकी तपाईँहरूको डिटेलमा एक्सप्लेन यहाँ गरिदिएकै छ सर्ट एन्ड स्विट तरिकाले, तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ यो कुराहरू, होइन? अनि मैले चाहिँ तपाईँहरूलाई एउटा ओभरभ्यू हेर्न सजिलो होस् भनेर त्यो चार्ट चाहिँ बनाइदिएको हो. अब यही कुराहरूलाई हामी डिस्कस गर्छौँ. एकछिनमा फेरि हामी ब्याकमा यसमा आउँला. मैले खालि तपाईँलाई देखाउन खोजेको कि स्टडी मेटेरियललाई नै बेस मानेर हामीले त्यो कुराहरू डिस्कस गरिरहेको भनेर चाहिँ देखाउन खोजिरहेको हो. ओके, स्कोप अफ अडिट कसरी चेन्ज हुन्छ त, कसरी एफेक्ट हुन्छ भन्दाखेरि हाई स्पिड. अब यो यसमा मैले धेरै भन्नु भनेको गफ भने जस्तो हुन्छ. यु नो चाहिँ म्यानुअल भन्दा कम्प्युटरले प्रोसेसिङ हायर स्पिडमा गर्छ, मल्टिपल डेटाहरूलाई एकैचोटि प्रोसेस गर्न सक्छ. त्यसपछि लो क्लरिकल इरर्स, क्लरिकल इररको अघि इक्जाम्पल दिएँ मैले तपाईँहरूलाई, होइन? ट्रायल ब्यालेन्स ट्याली हुनुको कारण त्यो पनि हो. 567 र 576 भनेर दुईवटा डेबिट क्रेडिटमा अलग अलग चाहिँ म्यानुअली पोसिबल छ इन्ट्री गर्नको लागि, तर त्यहाँनिर चाहिँ हाम्रो सिस्टममा छ भने त्यो पोसिबल छैन, क्लरिकल इरर्सहरू लो हुन्छ. कन्सन्ट्रेसन अफ ड्युटिज भनेको चाहिँ हामीलाई इडिपी इन्भाइरोमेन्टमा अडिट गर्दाखेरि या यसको स्कोपमा चाहिँ हामीले हेर्ने हो भने देयर इज अ कम्प्युटरको युज हुने बित्तिकै इट्स कम्प्युटर इज अ मल्टिटास्किङ फङ्सन भएको डिभाइस हो नि त. सो मल्टिटास्किङ हुने बित्तिकै चाहिँ हामीलाई टेक्निकल स्टाफ चाहिन्छ जसले चाहिँ त्यो पर्टिकुलर आइटम जे हामीले चेक गरिरहेको त्यसमा हामीले कन्सन्ट्रेट गर्न सकौँ, किनभने हामी दुईवटा फङ्सन सेम टाइममा रन गर्न सक्छौँ भनेर भन्छ. म्यानुअल रिजनेबलनेस भनेको जे म्यानुअली एकाउन्टिङ गर्दाखेरि हामीले जे प्रोसिजर जे सिस्टम लाउन सक्छौँ त्यो चाहिँ अब कम्प्युटरमा स्विच भइसकेपछि त्यो कुरा रिलेट नहुन पनि सक्छ, त्यो कम्प्युटरबाटै डिस्क्राइब पनि हुनसक्छ भनेर भन्छ, कम्प्युटरले नै त्यसलाई अथराइज गर्ने पनि हुनसक्छ भनेर भन्छ. यो मैले मेरो एकजना साथीसँग डिस्कस गर्दाखेरि, जसले चाहिँ बिग फोरमा अडिट गर्नुभएको थियो, उहाँसँग डिस्कस गर्दाखेरि चाहिँ उहाँले भन्नुहुन्थ्यो कि अलरेडी सिस्टममा डिफाइन भइसकेको हुन्छ कि हामीले इभन अडिटै गर्दाखेरि पनि छ नि, अडिटै गर्दाखेरि पनि उहाँहरूको चाहिँ चेकलिस्ट सफ्टवेयरमै बनिरहेको हुन्छ. त्यो कुनै पनि चेकलिस्टमा हामीले चाहिँ एउटा आइटम मात्रै छुट्यो भने पनि उसले अलर्ट सिग्नल देखाउँछ र यो चाहिँ अब पोसिबल छैन, यो चाहिँ तिमीले गरेको प्रोसेस यहाँनिर मिसिङ छ भनेर देखाउँछ भनेर भन्छ, होइन? द्याट इज लाइक अ क्रस चेक फ्रम द सफ्टवेयर इटसेल्फ. त्यही भएर म्यानुअललाई पनि म्यानुअल भन्दा पनि खतरा कन्ट्रोल्सहरू हुनसक्छ र म्यानुअलमा भएको कुरा चाहिँ इडिपी कन्ट्रोल्समा नहुन पनि सक्छ, कन्ट्रोल्समा भन्दा नि सिस्टममा नहुन सक्छ भनेर भन्छ. पुवर सिस्टम, इम्प्याक्ट अफ पुवर सिस्टम भनेको यदि सिस्टम जुन हामीले अडिट सिस्टम या जुन सफ्टवेयर हामीले डिजाइन गरेका छौँ त्यो सिस्टम डिजाइन गर्नाले त्यसले चाहिँ कहिलेकाहीँ मोर गुड भन्दा हार्म बढी हुनसक्छ है, इट मे कज हार्म. त्यही भएर सुरुदेखि नै हामीले एकाउन्टिङ सिस्टम डेभलप गर्दाखेरि जुन सफ्टवेयर छ त्यो डेभलप गर्दाखेरि चाहिँ वी हेभ टु टेक लड अफ केयर, वी हेभ टु टेस्ट इट भनेर भन्छ, टेस्ट गर्नुपर्ने हुन्छ. अनि एक्सेप्सन रिपोर्टिङको पार्ट हुनसक्छ. एक्सेप्सन रिपोर्टिङ भनेको चाहिँ जस्तो
कुनै डेटा विदिन द रेन्ज छैन भने त्यसलाई उसले रिपोर्ट गर्न सक्छ एज अ पार्ट अफ एमआइएस म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम। एउटा इक्जाम्पलको लागि भनौँ न, हामीले ब्याङ्कमा चाहिँ इन्ट्रेस्ट रेट फिड इन गर्दाखेरि सफ्टवेयरमा इन्ट्रेस्ट रेट चाहिँ मानिलिनुहोस् 20%, 22% या 4% भयो, बेस रेटभन्दा कम इन्ट्री गर्ने बित्तिकै उसले एक्सेप्ट नगर्नु या चाहिँ यो इरर भयो भनेर सिग्नल देखाउनु भनेको एक्सेप्सन रिपोर्टिङको केस हुनसक्छ। अनि म्यान मेसिन इन्टरफेस ह्युमन कम्प्युटर इन्टरेक्सन त डेफिनेटली भइहाल्छ, किनभने हामीले अपरेट गर्नुपर्ने भनेको अब सिस्टम ल्याएर हालिदियो अनि स्विच दिने बित्तिकै अब त्यसले सबै कुरा अटोमेटिकली गर्छ भन्ने कुरा होइन। देयर इज अ इन्टरेक्सन बिट्विन ह्युमन एन्ड एज वेल एज कम्प्युटर्स। हामीले अपरेट गर्ने कुरा, रिपोर्टहरू जेनेरेट गर्ने कुरा, त्यसको कन्ट्रोल्सहरूलाई टेस्ट गर्ने कुराहरू होइन, अनि त्यसमा कुनै किसिमको समस्या आउँछ, टेक्निकल समस्याहरू आउँछ भने त्यसलाई सर्ट आउट गर्ने कुराहरू त्यो त चाहिरहेकै हुन्छ। अनि इन्टरनल कन्ट्रोल बेसमा चाहिँ यहाँनिर दुईवटा कुराको डिस्कसन गरेको छ। क्याप 2 को लेभलको एकचोटि मैले सर भन्नु पर्थ्यो। क्याप 2 लेभलमा हामीले दुईवटा पढाएको छौँ एडिपी कन्ट्रोल्स भनेर, एउटा जेनरल एडिपी कन्ट्रोल्स, एउटा सिस्टम सफ्टवेयर, एउटा चाहिँ हाम्रो एप्लिकेसन एडिपी कन्ट्रोल्स अर स्पेसिफिक कन्ट्रोल्स भनेर पढाएको थियौँ। जेनरल एडिपी कन्ट्रोल्समा हामीले सिस्टम सफ्टवेयर कन्ट्रोल्स, एप्लिकेसन सिस्टम डेभलपमेन्ट एन्ड मेन्टेनेन्स कन्ट्रोल, अफ अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट कन्ट्रोल, डेटा एन्ट्री एन्ड प्रोग्राम कन्ट्रोल भनेर पढाएको थियौँ। अनि यतापट्टि स्पेसिफिक कन्ट्रोल्समा चाहिँ कन्ट्रोल ओभर इनपुट, कन्ट्रोल ओभर आउटपुट र कन्ट्रोल ओभर प्रोसेसिङ भनेर पढाएको थियौँ, EIPO र उतापट्टि COSAD। अब यहाँनिर चाहिँ त्यो कुरालाई, यहाँनिर यो स्टडी मेटेरियलमा चाहिँ त्यो कुरा राखेको छैन, तर एक्जाममा पास क्वेसनमा तपाईँले हेर्नु भने त्यो क्वेसन पनि आएको छ। सो यु विल ह्याभ टु रिभाइज योर क्याप 2 को चाहिँ एडिपी अडिटको पार्ट एज वेल। तपाईँहरूले चाहिँ यो भनेको अहिले कस्तो छ भने मैले SSC एक्जाम दिँदाखेरि त्यतिखेर 9-10 को दुइटैको सोध्थ्यो कि। सो कतिपय कुराहरू क्याप 2 लेभलको हामीले फेरि रिभिजन गरेर हेर्नुपर्ने हुन्छ, एक्जाममा आउँछ त्यो क्याप 2 लेभल बेसमा पढेको कुराहरू चाहिँ पास्टमा अहिले स्टडी मेटेरियलमा हेर्न राखे पनि पास्ट क्वेसन्सहरू हेर्नु भने त्यो क्याप 2 लेभलको कुराहरू सोधिरहेको छ। सो त्यो तपाईँले रिभाइज गर्नुपर्छ है। इन्टरनल कन्ट्रोल बेसमा यहाँनिर चाहिँ त्यही जुन हाम्रो जेनरल एडिपी कन्ट्रोल्सको कुरा थियो नि, जेनरल एडिपी कन्ट्रोल्सकै कुराबाट दुईवटा कुरा राखिदिएको छ, एउटा एप्लिकेसन सिस्टम डेभलपमेन्ट कन्ट्रोल, एउटा सिस्टम सफ्टवेयर कन्ट्रोल। यो के हो त भन्दाखेरि हेर्नुहोस् है, यो के हो त भन्दाखेरि एज अ पार्ट अफ अडिटरको कम्प्लायन्स प्रोसिजर छ नि, हामीले त्यो पर्टिकुलर सफ्टवेयरलाई रिलाइ गर्ने कि नगर्ने, त्यो पर्टिकुलर सफ्टवेयरबाट आएको डेटाहरूलाई हामीले रिलाइ गर्ने कि नगर्ने भन्नको लागि हामीहरूले चाहिँ एज एन अडिटर इन्टरनल कन्ट्रोल्स स्ट्रङ छ कि छैन भनेर चेक गरेर आएको हो कि होइन। जबसम्म हामीलाई विश्वास हुँदैन कि इन्टरनल कन्ट्रोल्सहरू इफेक्टिभ छ भन्ने विश्वास हुँदैन, तबसम्म चाहिँ हामीहरूले त्यहाँबाट आएको डेटालाई रिलाइ गर्न सक्दैनौँ। त्यही भएर हामी सबै कुरा हेर्दैछौँ इन्टरनल कन्ट्रोलको बेसलाई चेक गर्दाखेरि दुईवटा पार्टमा, बिकज your data, your accounting data, your financial information is being generated by the software, being generated by your applications, being generated by the system adopted by the entity. You need to be aware that whatever the system has been maintained or whatever the software has been used for data processing, it is up to your expectation. यदि हाम्रो एक्सपेक्टेसन अनुसारको कन्ट्रोल्सहरू छैन भने we cannot rely on that software's data. We'll have to extend our audit procedures. We'll have to change the way we collect the evidences. हामीले धेरै कुराहरू हाम्रो अप्रोच नै चेन्ज गर्नुपर्ने अवस्था आउन सक्छ। त्यो कारणले गर्दाखेरि हामीहरूले चेक गरेर आएको हो कि पर्टिकुलर एप्लिकेसन या पर्टिकुलर सफ्टवेयरहरू एप्रोप्रिएट छ कि छैन भनेर। अब त्यसको लागि हामीले बुझ्नुपर्ने हुन्छ। जस्तो हेर्नुहोस् के भन्छ भने फर्स्टमा एप्लिकेसन सिस्टम डेभलपमेन्ट कन्ट्रोलमा हामीले जुन सिस्टम डेभलपमेन्ट गर्दाखेरि त्यो पर्टिकुलर सफ्टवेयर डेभलपमेन्ट जुन छ या एकाउन्टिङ हामीले भने मतलब इन्टिटीको पार्ट, यो मैले कहिलेकाहीँ हामीले भन्दाखेरि चाहिँ अडिटरको पोइन्ट अफ भ्यूबाट भनिरहेको हुन्छु, कहिले म्यानेजमेन्टको पोइन्ट अफ भ्यूबाट भन्न हुन्छु। सो तपाईँले कन्टेक्स्ट अनुसार बुझ्नुहोस् है के भनिरहेको भनेर, तपाईँले नझुकिनु होला त्यसमा चाहिँ। सो त्यो पर्टिकुलर जुन क्लाइन्ट छ, क्लाइन्टले चाहिँ जुन उसको एकाउन्टिङ सफ्टवेयर डेभलप गर्दैछ या उसले जुन इडिपी CIS कम्प्युटराइज इन्फर्मेसन सिस्टम डेभलप गर्दैछ, त्यो डेभलप गर्ने बेलामा चाहिँ प्रोपर कन्ट्रोल्सहरू टेस्टिङमाथि, कन्भर्जनमाथि, इम्प्लिमेन्टेसनमाथि, डकुमेन्टेसनमाथि प्रोपर कन्ट्रोल्सहरू छ कि छैन त, उनीहरूले चाहिँ अथराइज गरेर गरे हो कि होइन। अनि सिस्टम डकुमेन्टेसन भनेको त्यो पर्टिकुलर सिस्टम कसरी डेभलप भयो, त्यहाँनिर चेन्जेसहरू गर्दाखेरि कसको के इनपुट्सहरू लिएको थियो भन्ने कुराको प्रोपर एप्रोप्रिएट डकुमेन्टेसन राखेको छ कि छैन। यदि थर्ड पार्टीबाट हामीलेहरूले चाहिँ सिस्टम डेभलप गराएको हो, हाम्रो इन्टरनल डिभिजनबाट नभएर, हाम्रो आफ्नो चाहिँ रिसोर्सबाट नभएर हामीले थर्ड पार्टीलाई आउटसोर्स गरेको थियो भने थर्ड पार्टीको इभ्यालुएसन गरेको थियो कि थिएन होइन, किन कुन पर्टिकुलर पार्टीलाई नै किन चुज गर्यो उनीहरूले, खालि कोटेसन सस्तो दियो भनेर मात्रै चुज गर्यो कि टेक्निकल एक्सपर्टिजलाई पनि उनीहरूले एसेस गर्यो, त्यो कुरा हामी एज एन अडिटर हेर्नुपर्ने हुन्छ। अब मैले तपाईँहरूलाई यति कुरा भन्दाखेरि है, मैले तपाईँहरूलाई चाहिँ कस्तो खतरा कुराहरू भनिरहेको छु, तर प्र्याक्टिकली अडिट गर्दाखेरि तपाईँहरूले त्यो कुरा देख्नु भएको छ त,
त्यो कुरा एकचोटि आफैलाई क्वेसन गर्नुहोस् तपाईँहरूले होइन। तपाईँले सफ्टवेयरको टेस्टिङ सफ्टवेयरको चाहिँ उहरू गर्नुहुन्छ त यो कुरा सोध्नुहोस्। गर्नुहुन्छ भने भेरी गुड, तर कति मेजोरिटीले गर्छ कि माइनोरिटीले गर्छ त्यो कुरा पनि हेरौँ। यदि मेजोरिटीले त्यो कुरा गरिरहेको छैन भनेपछि वी आर वे ब्याक देन वाट। हाम्रो चाहिँ विदेशमा जुन सिस्टम छ, बाहिरको जुन कन्ट्रीहरूले काम गरिरहेको छ, त्यो कन्ट्रीहरूले काम गरे अनुसारको चाहिँ हामी धेरै ब्याकवार्ड सिचुएसनमा छौँ भन्ने कुरा बुझ्नुपर्छ हामीहरूले। लास्ट टाइम चाहिँ एकेन भन्ने संस्थाले एउटा प्रोग्राम अर्गनाइज गरेको थियो। त्यो प्रोग्राममा चाहिँ हामीहरूले यो के भन्छ युज अफ आइटी इन अडिट भनेर चाहिँ एउटा सानो कन्फरेन्स जस्तो थियो, जसमा चाहिँ क्यानाडाको एउटा फर्मलाई उनीहरूले क्यानाडाको फर्मलाई चाहिँ बोर्डमा प्यानलमा बोलाएर डिस्कसन गरेको थियो। आई वाज सो इम्प्रेस्ड बाई द्याट क्यानेडियन फर्म होइन। त्यो त अब हामीले नेपालमा त्यो कहिले गर्न सक्छौँ भन्ने कुरामा मैले चाहिँ एकदमै सोच्दै थिएँ कि कहिले त्यस्तो पोसिबल हुन्छ होला भनेर। क्यानेडियन फर्म रे अनि उनीहरू चाहिँ वर्ल्ड वाइड घुमिरहेको हुन्छ। देयर आर यङ गाइज र उनीहरूको चाहिँ टिममा दे टेल कि अराउन्ड द वर्ल्ड उनीहरूले 200 कि कति 300 इम्प्लोइजहरू उनीहरूको अराउन्ड द वर्ल्ड काम गरिरहेको हुन्छ। अनि दे आर अलवेज मुभिङ, घुमिरहेको हुन्छ उनीहरू। र उनीहरूको एउटा चाहिँ त्यो जस्तो भ्यानिटी भ्यान भन्ने हुन्छ नि सेलिब्रिटीहरूको, तपाईँले सुन्नु भएको छ होला, जसमा भित्र गएर उनीहरू मेकअपहरू गर्छ, आफूसँगै सबै उनीहरूको आफ्नो खानेकुराहरू सबै कुरा राखेर हुन्छ। र त्यसै गरी उनीहरूको भ्यानिटी भ्यान जस्तो छ एउटा ठुलो, जसमा भित्र सबै आइटी इक्विप छ। उनीहरूले चाहिँ क्यानाडाको क्लाइन्टलाई पनि त्यही नर्वेमा बसेर उता बसेर सर्भिस दिइरहेको हुन्छ नि। दे आर रोमिङ अल अराउन्ड द वर्ल्ड। त्यो चाहिँ कतिखेर पोसिबल छ भने चाहिँ जतिखेर तपाईँको आइटी सिस्टम एकदमै स्ट्रङ छ र तपाईँले सिस्टमलाई रिलाइ गर्न सक्नुहुन्छ, त्यसपछि तपाईँको आफ्नो फिजिकल प्रेजेन्स नहुँदा पनि हुन्छ। अहिले त हामीहरू क्लाइन्टको मिटिङ गर्नको लागि त्यही जानुपर्छ, भोजर उठाएर हेर्नुपर्ने हुन्छ। तर कतिपय कन्टेक्समा आइटी चेन्ज सिस्टम चेन्ज भइसकेपछि हामी अब इन्ट्रेक्सन गर्न सक्छौँ थ्रु द सफ्टवेयर्स है। अब अहिले भर्चुअल यो कोभिडले गर्दाखेरि त भर्चुअल मिटिङ्सहरू अनि कोभिडले गर्दाखेरि हामीहरूले चाहिँ अहिले सबै सफ्टवेयर के भन्छ मिटिङ्सहरूलाई पनि हामीले फिजिकल डिस्टेन्सिङ सोसियल डिस्टेन्सिङ मेन्टेन गरेर हामीले गर्न परिरहेको छ। त्यो पनि एउटा टेक्नोलोजीमा भएको चेन्ज नै हो। सो इन्टरनल कन्ट्रोल बेसको चेन्ज भनेको एप्लिकेसन सिस्टम एज अ होल र सिस्टम सफ्टवेयर, द्याट पर्टिकुलर सफ्टवेयर जुन सेकेन्ड बक्समा दिएको छ, द्याट पर्टिकुलर सफ्टवेयर द्याट इज युज फर जेनेरेटिङ द डेटा, त्यसको अथोराइजेसन, अप्रुभल, टेस्टिङ होइन। अनि त्यसमा चाहिँ कुनै चेन्जेस गर्नु पऱ्यो भने त्यसको डकुमेन्टेसन। अब हाम्रो त यहाँनिर के हुन्छ भनेपछि सफ्टवेयर बनाउन आयो मान्छे होइन, हामीले जेनरली देखेको प्र्याक्टिस है। अनि आइसकेपछि ल यहाँनिर चेन्ज भएको छ भने को पठाइदिन्छ मान्छे उनीहरूले, त्यसपछि उसले चाहिँ ठ्याक्ठ्याक केही न केही गर्छ अनि त्यसपछि ल भइसक्यो सिस्टम भनेर भन्छ। तर बाहिरतिरको कन्टेक्स्टमा चाहिँ त्यो सफ्टवेयरमा किन चेन्ज गर्नु परेको थियो अनि चेन्ज गर्दाखेरि चाहिँ उसले को अथोरिटीलाई पठायो त्यहाँबाट उनीहरूले भेन्डरले, र त्यो अथोरिटीले बसेर चाहिँ के चेन्जेस गर्यो उससँग सिग्नेचर गराएर भोलिको दिनमा यसमा आउने इस्युजहरूमा केही भयो भने चाहिँ तिमी रेस्पोन्सिबल हुन्छ भनेर एउटा अप्रोप्रिएट डकुमेन्टेसन राखेको हुन्छ। अब आजको दिनमा त एकाउन्टेन्टले हामीले सोध्यो भने सर पहिला त यो जेनेरेट गर्थ्यो, एक दिन मान्छे आएको थियो के गर्यो, अब त त्यो आउनै छोड्यो भनेर भन्छ। त्यसको केही डकुमेन्टेसन राखेको छैन। अनि त त्यो चेन्ज गर्नलाई अथोराइज गर्नको लागि चाहिँ कसले भनेको थियो, होइन हामीले यतिकै फोन गरेर बोलाएको थियो, त्यहाँबाट मान्छे आयो। यस्तो तरिकाले चाहिँ काम हुन्छ भनेपछि त्यस्तो सफ्टवेयर्समा कतिको रिलाइ गर्ने, कतिको स्याम्पल साइज दिने, न यु क्यान डिसाइड। यो दुईटा कुरा हो। त्यसपछि इस्युज द्याट मे अराइज इन इम्प्लिमेन्टेसन अफ इन्टरनल कन्ट्रोल सिस्टम इन सिआइएस इन्भाइरोमेन्ट भनेर भनेको छ। अब कस्तो इस्युजहरू हुनसक्छ, अब यही कुराहरू यही पोइन्टहरू मध्ये तल हामीले रिस्क फ्याक्टर्सहरूमा पनि देख्न सक्नुहुन्छ तपाईँले। सिमिलर पोइन्टहरू 2-4वटा पोइन्टहरू रिपिटेड छन्। जस्तो सेग्रिगेसन अफ ड्युटी गर्नुपर्ने हो कि नगर्दा पनि हुन्छ। अब रिस्क फ्याक्टरमा चाहिँ ल्याक अफ सेग्रिगेसन अफ ड्युटी पनि हुन्छ है, विचार गर्नुहोस्। यो जुन हाम्रो इडिपी इन्भाइरोमेन्ट सेग्रिगेसन अफ ड्युटी भनेको चाहिँ अब जस्तो म्यानुअल इन्भाइरोमेन्ट हो भने त म्यानुअल इन्भाइरोमेन्टमा हामीले चाहिँ मल्टिपल मान्छे राखेर हुन सक्छौँ, मल्टिपल पोइन्टमा स्टक म्यानेजर छुट्टै, एकाउन्ट्समा काम गर्ने मान्छे छुट्टै, फिक्स एसेट्सको लागि छुट्टै भनेर। तर अहिलेको जुन सफ्टवेयर छ ट्याली नै कुरा गरौँ न, सबैभन्दा कमन सबैले त ट्याली त सुन्नु भएको छ होला। ट्यालीकै कुरा गर्दाखेरि ट्यालीमा स्टक पनि मेन्टेन गर्न मिल्छ, ट्यालीमा पेरोल पनि मेन्टेन गर्न मिल्छ, ट्यालीमा तपाईँको एकाउन्टिङ पनि मेन्टेन गर्न मिल्छ, ट्यालीमा इन्भोइस पनि इस्यु गर्न मिल्छ, ट्यालीमा चेक पनि प्रिन्ट हुन्छ। भनेपछि त अब एउटै सफ्टवेयरले मल्टिपल काम गर्दाखेरि त एकैजना मान्छेसँग मल्टिपल कुरा गर्ने एक्सेस हुने भयो। सफ्टवेयर एउटा राखेको छ, मान्छे 5 जना पनि राख्दैन होइन। त्यस्तो अवस्थामा चाहिँ चान्सेस अफ म्यानिपुलेसन इज अल्सो ग्रेटर है। त्यसको लागि अब म्यानेजमेन्टले के इन्टरनल कन्ट्रोल्सहरू राखेको छ त्यो कुरा चाहिँ विचार गर्नुपर्ने हुन्छ। हामीले त्यो ट्यालीबाट आएको डेटालाई सही मान्ने कि नमान्ने, या उसले जेनेरेट गरेको रिपोर्टहरूलाई एप्रोप्रिएट मान्ने कि नमान्ने भन्नुलाई। यसमा कम्पिटेन्ट मान्छेहरू चाहिन्छ, ट्रस्टवर्दी पर्सनल चाहियो। उसमा चाहिँ कम्पिटेन्ट किन चाहियो भन्दाखेरि पहिला
कम्पिटेन्ट नहुँदाखेरि सिकाउन मिल्थ्यो, ऊ गर्न मिल्थ्यो। अहिले त अब सफ्टवेयरबाटै बेसिक सुरु हुने भएको कारणले गर्दाखेरि सफ्टवेयर चलाउन जान्ने मान्छे, आइटीमा अलिकति नलेज भएको, सफ्टवेयरमा नलेज भएको मान्छेहरू चाहियो। डकुमेन्ट्स एन्ड रेकर्ड्स म्यानेजमेन्ट सुपरभिजन, होइन, एकाउन्टेबिलिटी विथ एसेट्स भनेको चाहिँ कम्पेरिजन, हामीले जुन चाहिँ एकाउन्टिङ सिस्टममा भएको डेटाहरू छ भर्सेस एक्चुअल फिजिकल डेटा बिचको चाहिँ डिफ्रेन्स के छ भनेर कम्पेरिजन गर्ने प्रोसेस भनेर भन्छ। अब यसको लागि स्टडी मेटेरियलमा चाहिँ यसको डिटेल्सहरू दिएकै छ, तपाईँले हेर्न सकिहाल्नुहुन्छ। मैले पोइन्ट यहाँनिर डिस्कस गरेँ। अब यसमा यो के हो भने हेर्नुहोस् है, रिभ्यू अफ चेक्स एन्ड कन्ट्रोल्स इन सिआइएस इन्भाइरोमेन्ट भनेको त्यो पर्टिकुलर इन्भाइरोमेन्टमा हामी अडिट गर्न जाँदाखेरि, त्यहाँको इन्टायर इन्टरनल कन्ट्रोल सिस्टम, इन्टायर आइसिएसलाई चाहिँ कसरी सेग्रिगेट गरेको छ त, त्यो कुरा हामीले बुझ्नुपर्ने जरुरी हुन्छ भनेर भन्छ। जस्तो त्यसमा फर्स्टमा रिभ्यू प्रोसेस भनेर दिएको छ। रिभ्यू प्रोसेस, त्यो रिभ्यू प्रोसेसभित्र डिफ्रेन्ट कुराहरू छन्। जस्तो अर्गनाइजेसन स्ट्रक्चर कन्ट्रोलको कुरा गर्छ। अर्गनाइजेसन स्ट्रक्चर कन्ट्रोल भनेको हामी तपाईँ प्योरली अहिले के सोच्नुहोस् भने तपाईँले प्र्याक्टिकली रिलेट गर्न खोज्नु भने चाहिँ पोसिबल छैन, किनभने तपाईँले प्र्याक्टिकली देख्नु नै भएको छैन भन्नुभयो कतिजनाले यो चाहिँ कुराहरू, होइन। तपाईँले यो सोच्नुहोस् कि एउटा सिङ्गल पनि पेपर छैन रे, सब कुरा सफ्टवेयरमा रिकर्ड हुन्छ। इन्भोइसहरू पनि स्क्यान कपीमा राख्छ, त्यो इन्भोइस लिङ्क गर्ने ठाउँ पनि छ सफ्टवेयरमा। अनि उनीहरूले चाहिँ एभ्रिथिङ वाट एभर दे हेभ accounted or whatever accounting they are going to do, it's all documented in the software itself। त्यस्तो सिस्टममा तपाईँ ठाउँमा अडिट गर्न जाँदै हुनुहुन्छ अरे, होइन, म्याट्रिक्स मुभी जस्तो सोच्नु न एकचोटि। सो त्यहाँनिर जाँदै हुनुहुन्छ वेयर यु डोन्ट सी पेपर एट अल भनेपछि त्यस्तो अवस्थामा आफूलाई राखेर हेर्दाखेरि बुझ्नु सहिलो हुन्छ। अब त्यहाँनिर त के हुने भयो, अब त्यहाँनिर अलग अलग मान्छेहरू हुन्छ। अहिले हामी गइरहेको कम्पनीहरूमा त के हुन्छ, एकाउन्टेन्ट हुन्छ जो बिचरा बिबिएस एमबिएस पास गरे हुन्छ, या भनौँ न अब सिए गर्दा गर्दै चाहिँ रोकिया मान्छे पनि हुनसक्छ, एसिसिए गरेर मान्छे पनि हुनसक्छ, होइन, जो एकाउन्ट्समा काम गरिरहेको हुन्छ। अब उसलाई आइटीसँग रिलेटेड कुराहरू धेरै सोध्यो भने खासै थाहा हुँदैन। उसलाई फेसबुक चलाउन आउँछ, उसलाई टिकटक चलाउन आउँछ, तर उसलाई सफ्टवेयरको चाहिँ कुराहरू धेरै आउँदैन। खालि उसलाई इन्ट्री गर्न सिकेको हुन्छ। इन्ट्री गरेपछि सक्यो, बाँकी सबै पेपर नै लिएर आउने हो, म्यानुअल रिकर्ड। पेपरलाई त्यहाँ इन्ट्री गर्छ, त्यहाँ टिक लगाउँछ, साइन गर्छ, अनि फाइल झिक्छ, फाइलमा चाहिँ उसले डकुमेन्ट गरेर राख्छ। हामीले सबैले देखिरहेको, मोस्ट अफ असले देखिरहेको सिस्टम त्यही नै हो। तर यो च्याप्टरले डिस्कस गराएको छ त्यस्तो कुरा जसमा चाहिँ हत्ता पेपर युज हुँदैन, सबै सफ्टवेयर बेस नै हुन्छ। सो त्यस्तो अवस्थामा चाहिँ डेटा एडमिनिस्ट्रेसन भन्ने मान्छे चाहिन्छ। डेटा एडमिनिस्ट्रेटर र डेटाबेस एडमिनिस्ट्रेटरमा फरक छ। डिबिएमएस भन्ने तपाईँले 10-11तिर नि पढ्नु भएको होला, डेटाबेस म्यानेजमेन्ट सिस्टम भनेर। डेटा एडमिनिस्ट्रेसन भनेको चाहिँ जेनरलाइज हो, ओभरअल। र डेटाबेस एडमिनिस्ट्रेसन भनेको त्यो पर्टिकुलर सफ्टवेयरमा युज हुने डेटाहरूको लागि चाहिँ एडमिनिस्ट्रेसन गर्ने मान्छे, जस्तै त्यसको कन्ट्रोल्समाथि, त्यो डेटामाथि कन्ट्रोल राख्छ, डेटाको एडिट, डेटाको इनपुट्सहरूलाई बुझाइदिने मान्छे, एडमिनिस्ट्रेसन गर्ने मान्छे। सिस्टम एनालिस्ट भनेको सिस्टम, ओभरअल सिस्टमको एनालाइसिस गर्ने, रिकमेन्डेसन दिने। सिस्टम प्रोग्रामर, एप्लिकेसन प्रोग्रामर, अब अपरेसन स्पेसलिस्ट भनेर दिएको छ। 1 by 1 मैले सबै बुझाउन सक्दिनँ तपाईँहरूलाई, तपाईँले हेर्नुहोस्, एकचोटि रिफर गर्नुहोस्। यो टेक्निकल टर्म्सहरू हुन्, बुझाउन सक्दिनँ इन अ सेन्स कि तपाईँहरूलाई अब यो एकैवटाको मिनिङ यो हो यो भन्दै गयो भने त हाम्रो फेरि 4-5 दिनमा नै सकिँदैन कोर्स। सो यो सिस्टम प्रोग्रामर भनेको प्रोग्राम, हाम्रो चाहिँ जुन पर्टिकुलर सिस्टम डिजाइन गरे हुन्छ त्यसलाई प्रोग्रामिङ गर्ने मान्छे हो। लाइब्रेरियन भनेको जस्तै सबैको रिकर्ड्सहरू राखेको हुन्छ, सबै डकुमेन्ट, सबै त्यो सिस्टममा भएको कुराहरूको डकुमेन्टेसन राखेको हुन्छ, त्यसलाई हामी लाइब्रेरियन भन्छौँ। त्यसपछि डकुमेन्टेसन कन्ट्रोल भनेर भनेको छ। डकुमेन्टेसन कन्ट्रोल हामी के पढ्दैछौँ बुझ्नुहोस् है। हामी पढिरहेको भनेको हामी इडिपी इन्भाइरोमेन्टमा अडिट गर्न जाँदाखेरि हामीले इन्टरनल कन्ट्रोल्सलाई रिभ्यू गर्ने बेलामा हामी हेर्दैछौँ कि प्रोपर अर्गनाइजेसन स्ट्रक्चर छ कि छैन, होइन, डेटाबेस एडमिनिस्ट्रेटर भन्ने मान्छे छ कि छैन, उसले गरिरहेको काम ठिक हो कि होइन, त्यसको अन्डरमा अर्को मान्छे छ कि छैन, सिस्टम एनालिस्टले के काम गरिरहेको छ, होइन, त्यसपछि सिस्टम प्रोग्रामर्सहरू छ कि छैन, हामी एसेस गर्दैछौँ कि यो कुराहरू। अनि डकुमेन्टेसन कन्ट्रोल भनेको चाहिँ यो डकुमेन्टेसन भनेको एनएसए 230 को डकुमेन्टेसनको कुरा गरे होइन, यसले इभिडेन्स हामीले चाहिँ उसको यो चाहिँ सिस्टममा हामीले कन्ट्रोल चेक गरेर आएको हो कि उनीहरूले सिस्टममा कुनै चेन्ज गर्नु पर्यो भने, अनि सिस्टम कसरी बनेको छ भन्ने कुराको फ्लो चार्ट भयो, प्रोग्रामको फ्लो चार्ट भयो, अनि अपरेटर इन्स्ट्रक्सन्सहरू, जुन नयाँ मान्छे आउँछ बस्नको लागि उसले चाहिँ के गर्नुपर्छ, होइन, कसरी मेसिन ह्यान्डल, तपाईँले मेसिन ह्यान्डल गर्ने ठुल्ठुलो मेसिनरी हेर्नु भएको छ भने नि मेसिनरीहरूमा पनि लेखेर हुन्छ नि मेसिनरी अपरेसन इन्स्ट्रक्सन्सहरू भनेर, होइन। त्यस्तै गरी त्यो सफ्टवेयरमा पनि अपरेसन इन्स्ट्रक्सन्सहरू हुनसक्छ। अनि त्यो पर्टिकुलर प्रोग्राम किन बनेको भनेर एप्लिकेसन प्रोग्राम्सहरूको चाहिँ डिस्क्रिप्सन पनि हुनसक्छ। त्यो कुराहरूको अप्रोप्रिएट डकुमेन्टेसन छ कि छैन भनेर हामीले एन्टिटीमा त्यो कन्ट्रोल्स चेक गरेर राखेको एज अ अडिटर।
एक्सेस कन्ट्रोल सेग्रिगेसन अफ ड्युटी दिएको छ कि छैन, कम्प्युटर फेसिलिटीमा को मान्छेहरू काम गर्छ, कसलाई चाहिँ कुन काम गर्नलाई अथोरिटी दिएको छ, भिजिटर इन्ट्री लग्स भनेर जो मान्छेले चाहिँ त्यो त्यो भिजिटर भनेको बाहिर गेटमा चाहिँ राख्नेवाला भिजिटर इन्ट्री लग होइन, पर्टिकुलर सफ्टवेयरमा कोही चेन्ज गर्न आयो या कसैलाई एसेस दिनु पर्यो हामीले भने किन एसेस दिनु परेको थियो, त्यो मान्छेको चाहिँ कसले अथराइज गरेको थियो, सबै कुराको रेकर्ड राख्नुपर्छ। हार्डवेयर एन्ड सफ्टवेयर एसेस कन्ट्रोल, आई डोन्ट थिङ्क आई हेभ टु एक्सप्लेन दिस। कल ब्याक सिस्टम भनेको के हुन्छ भने कल ब्याक सिस्टमको चाहिँ अब त्यो ठ्याक्कै एक्जाम्पल त होइन, तर तपाईँहरूलाई अलिकति बुझ्न सजिलो हुन्छ भने म एउटा कुरा रिलेट गर्छु। तपाईँहरूको चाहिँ मोबाइलमा एउटा फङ्सन हुन्छ नि, तपाईँहरूले मोबाइल छोडेर गएको बेलामा त्यो मोबाइल कसैले चलाइदियो भने त्यसको फोटो खिचेर तपाईँलाई देखाइदिन्छ नि उसले, होइन? त्यो कुरा थाहा छ कि छैन तपाईँहरूलाई, होइन? मोबाइलमा आजकलको मोबाइलहरूमा चाहिँ अब त्यो फङ्सन एकदमै कमन भइसकेको छ कि तपाईँले त्यो सेक्युरिटी राख्न सक्नुहुन्छ कि वेन यु हेभ स्विच अफ यु हेभ पुट यर फोन समवेयर, होइन? तपाईँ चाहनुहुन्छ कि तपाईँको फोन कसले एसेस गर्ने रहेछ, कसले चाहिँ तपाईँको त्यो फोनलाई चाहिँ हेर्न खोज्ने रहेछ भन्ने कुरा थाहा भयो भने त्यो मान्छेले फोन त लक नै हुन्छ, तर त्यसले तपाईँ ओपन गर्न खोज्ने बित्तिकै त्यसले त्यो अटोमेटिकली फोटो खिच्छ र त्यो मान्छेलाई को मोबाइलमा देखाइदिन्छ पछि कि यो मान्छेले। सो यस लाइक कल ब्याक अलर्ट सिस्टम एक्चुअली। सो त्यसै गरी यहाँनिर अर्को के हुन्छ भने कल ब्याक सिस्टम भनेको हामीले सिस्टम अपरेटरको एउटा नम्बर हुन्छ, त्यो सिस्टमलाई एक्सेस गर्नको लागि त्यो नम्बरमा हामीले कल गऱ्यौँ भने त्यो सिस्टमले पछि रिकग्नाइज गरेर अलरेडी सिस्टममा फिड इन भएको अथोराइज मान्छेको हो कि होइन यो नम्बर चेक गरेर उसले चाहिँ कल ब्याक त्यो सिस्टम तपाईँलाई एसेस गर्नुभन्दा अगाडि त्यो सिस्टमबाट कल आउँछ तपाईँलाई फेरि फिर्ता। तपाईँलाई सिस्टमबाट कल आयो भने तपाईँले अथोराइज त्यो काम गर्न पाउनुभयो, त्यो सिस्टममा अथोरिटी इन्ट्री भयो। यदि तपाईँलाई कल आएन भने यु क्यान नट डु द्याट, यु क्यान नट एसेस द सिस्टम, है? यसलाई कल ब्याक भन्छ हामीले। त्यसपछि नेक्स्टमा छ हाम्रो इनपुट कन्ट्रोल्स, इन्क्रिप्सन। आई थिङ्क यु नो वाट इन्क्रिप्सन इज, डेटालाई इन्क्रिप्ट गर्ने काम। कम्प्युटर एप्लिकेसन कन्ट्रोल, इनपुट कन्ट्रोलमा प्री प्रिन्टेड फर्महरू भनेको अलरेडी सिस्टमबाट प्रिन्ट भएको हामीले चाहिँ साइन गरेर त्यसलाई या डिजिटली साइन, अब डिजिटल सिग्नेचरको पनि कुरा आउँछ फेरि अलिअलि यहाँनिर। डिजिटल सिग्नेचर भनेको तपाईँहरूलाई कतिको आइडिया छ? डु यु हेभ एनी आइडिया अबाउट गुगल युजर भेरिफिकेसन सिस्टम इज अल्सो एन एक्जाम्पल अफ कल ब्याक? यस, करेक्ट चरणजी। हामीलाई चाहिँ अहिले कल आइरहेको हुन्छ नि, तपाईँले केही कुरा सफ्टवेयरलाई एसेस गर्न खोज्नुभयो, के गर्नुभयो भने तपाईँको चाहिँ पर्टिकुलरली तपाईँले गरे हो कि भनेर कल आउँछ, या पासवर्डहरू नै चेन्ज गर्नु पऱ्यो भने पनि म कम्प्युटरमा पासवर्ड चेन्ज गर्नु खोज्नु भने चाहिँ इमेलमा कोड आउने, होइन? त्यस्तो सिस्टमहरू हुन्छ। सो दे आर अल्सो द टाइप अफ योर एसेस कन्ट्रोल्स। मैले तपाईँलाई क्वेसन सोध्दै थिएँ कि मैले अघि एउटा क्वेसन सोधेको थिएँ तपाईँहरूलाई। सो प्री प्रिन्टेड फर्मको कुरा हामीले डिस्कस गऱ्यौँ। चेक डिजिट्सहरू भनेको कस्तो हो भने जस्तो एउटा कुनै सिक्वेन्स छ, मानिलिउँ अब बारकोड सिस्टम त तपाईँलाई थाहा होला। बारकोड सिस्टममा चाहिँ एउटा लास्टमा अलिकति मोटो किसिमको चाहिँ बार देख्नुहुन्छ भने द्याट इज काइन्ड अफ चेक डिजिट सिस्टम। त्यसमा चाहिँ त्यो अब अर्थमेटिकल चेक अनुसारको बनाएको हुन्छ। एउटा इक्जाम्पलको लागि इफ यु क्यान अन्डरस्ट्यान्ड, जस्तो भनौँ हामीले 345 नम्बरको एउटा कुनै 345 नम्बर सिक्वेन्स भएको चाहिँ कुनै एउटा इन्ट्री गऱ्यौँ, होइन? भने 3 + 4 + 5 भन्ने कति भयो? 5 4 9 9 3 12। अब त्यसको सम टोटल त्यो डिजिटको चाहिँ सम टोटल 12 आउनु पर्यो क्या। लास्टमा इन्डिङमा चाहिँ हामीले त्यो सिक्वेन्स मिलाएको हुन्छौँ कि 12 आउनु पर्यो। यदि 12 म्याच भएन भने उसले अलर्ट गर्छ कि यो रङ इन्ट्री हो भनेर। त्यसलाई हामीले चेक डिजिट सिस्टम भनेर। सो 12 इज काइन्ड अफ चेक डिजिट यहाँनिर चाहिँ, होइन? 3 4 5 इन्ट्री गर्दाखेरि सफ्टवेयरमै यसरी डेभलप गरिदिने प्रोग्राम कि त्यसको जुन टोटल सम टोटल हुन्छ त्यो सम टोटल चाहिँ म्याच हुनुपर्ने भनेर हामीले त्यसरी डिजाइन गरेको छौँ भने त्यस्तो अवस्थामा त्यो सम टोटलसँग म्याच भएन भने, सम टोटल इज योर चेक डिजिट, सम टोटलसँग म्याच भएन भने उसले अलर्ट गर्छ हामीलाई कि यो चाहिँ म्याच भएन, यो तिम्रो इरर छ भनेर हामीलाई चाहिँ नोटिफाई गर्न सक्छ। दिस इज योर चेक डिजिट सिस्टम। कम्प्लिटनेस टोटलमा हामीले ब्याच कन्ट्रोल, टोटल ब्याच ह्यास टोटल, ब्याच रिकर्ड टोटल, सिक्वेन्स चेक भनेर भन्छौँ। यो यिनीहरू भने कस्तो भने एउटा मैले यसको नै ब्रिफ एक्जाम्पल दिन्छु तपाईँहरूलाई। पछि तपाईँहरूले बुकमा पनि यो कुरा लेखिदिएको छ, तपाईँहरूले चाहिँ पछि डिटेलमै यसको बारेमा बुझ्नु पऱ्यो भने युट्युबमा एक्जाम्पल्सहरू पनि दिएको छ, हेर्न सक्नुहुन्छ। ब्याच टोटल भनेको चाहिँ एक्सेलमा जाउँ हामी। एक्सेलमा तपाईँले के गर्नुहुन्छ, जस्तो 5वटा इन्ट्री हाल्नुभयो माथि, होइन? एउटामा चाहिँ 1बाटै सुरु गरौँ। 1 10 भनौँ न, 10 20 30 40 50 भनेर चाहिँ रोजमा 5वटा रोजमा 10 20 30 40 50 भनेर हाल्नुभयो 5वटा इन्ट्री। अब तपाईँले
माउसले या तपाईँले चाहिँ भनौँ न त्यो 5वटालाई सेलेक्ट गर्नुभयो भने तलपट्टि राइट स्क्रिन साइडमा चाहिँ देखाउँछ उसले टोटल 5वटा सेलेक्सन भयो र त्यसको 5वटाको सम यति भयो, 5वटाको एभरेज यति भयो भनेर देखाउँछ एक्सेलमा, होइन? सो हामीले त्यो सेलेक्ट गर्दाखेरि चाहिँ 5वटा इन्ट्री हालेको थियौँ, तर उसले चाहिँ 4वटा मात्र देखायो तल, या चाहिँ भनौँ 6वटा देखायो भने मतलब या त कुनै हाइड भएर हामीले त्यसलाई सेलेक्ट गर्न बिर्स्यौँ, या हामीले 5वटा इन्ट्री हाल्यो तर सेलेक्सन गर्ने बेलामा 4वटाको मात्रै सेलेक्सन भइरहेको छ। त्यो एक्सेलमा पनि कति त्यसले हेल्प गर्छ नि हामीलाई खास भन्यो भने, त्यहाँनिर कहाँ छुट्या छ भन्ने कुरा देखाउनलाई हेल्प गर्छ। दिस इज यर ब्याच टोटल, ब्याच कन्ट्रोल टोटल भनेर भन्छ हामी। अर्को हुन्छ ह्यास टोटल भन्ने कुरा। ह्यास टोटल भनेको कस्तो भने जस्तो मानिलिनुहोस् 4जना इम्प्लोइ छ एबिसिडी, होइन? 4जना इम्प्लोइ छ एबिसिडी। यो 4जना इम्प्लोइको चाहिँ 2टा डेटा छ पर्टिकुलर, एउटा नम्बर अफ आवर्स वर्कड, एउटा छ टोटल वेजेस। अब ए भन्ने इम्प्लोइको नम्बर अफ आवर वर्क, अब दिमागमा यो डेटा बनाउँदै जानुहोस् तपाईँहरूले, होइन? मैले यहाँनिर अब क्यालकुलेट गरेर देखाउन पनि सकिनँ, मैले तपाईँलाई चाहिँ यसको प्र्याक्टिकल यहाँ गर्न सकिनँ, मैले एउटा सिक्वेन्स भन्दैछु, एक्जाम तपाईँले ध्यान दिएर सुन्नु भने बुझ्नुहुन्छ मजाले। 4वटा के भन्छ मान्छेहरू छ एबिसिडी। अब यिनीहरूको चाहिँ 2टा डेटा छ प्रत्येकको, एउटा नम्बर अफ आवर वर्क, एउटाको चाहिँ वेजेस, टोटल वेजेस अक्रुड। नम्बर ए भनेको चाहिँ आवर वर्क 10 छ, उसको वेजेस 100 छ। नम्बर 2 को चाहिँ आवर वर्क्स 20 छ अनि उसको वेजेस 200 छ। त्यस्तै गरी 30 छ 300 छ, 40 छ 400 छ, 50 छ 500 छ। मैले यो सजिलो हुन्छ भनेर यसरी नम्बर राखेँ। अब ब्याच टोटल भन्ने, ब्याच टोटलले गराउने चाहिँ के हो भन्दाखेरि मैले 5जनाको नाम राख्दाखेरि मैले टोटल सेलेक्ट गरेर हेर्दाखेरि चाहिँ मैले 5जनाको नाम राखेको हो, सफ्टवेयरले पनि 5जनाकै राखेको छ भनेर देखायो भने चाहिँ फाइन, ब्याच टोटलिङ भयो हाम्रो चाहिँ, हामीले ठिक छ कन्ट्रोल सिक्छ भन्ने कुरा बुझ्छ हामीले। ह्यास टोटल भनेको अब तपाईँले ह्यासट्याग लगाउनु हुन्छ नि, केही कुरा कसैलाई स्पेसिफिकली भन्नु पऱ्यो भने ह्यासट्याग हुन्छ नि त्यसको कुनै पर्टिकुलर कुराको। त्यसै गरी अब त्यसमा मध्ये नि त्यसमा त 2टा डेटा छ, एउटा छ नम्बर अफ आवर वर्क, एउटा छ नम्बर के अरे वेजेस टोटलको। सो मैले चाहिँ अब नम्बर अफ आवर वर्कलाई मात्रै चेक गर्नु पर्यो भनेपछि मैले त्यसमा ह्यास टोटल लगाउँछु। अब ह्यास टोटल अनुसार 5जनाको कति नम्बर अफ आवर्स वर्क भन्नुहोस् त, 10 घन्टा एउटाको, 20 घन्टा, 20 10 30, 30 30 60, 60 र 40 100, 100 र 5 भनेको 150। टोटलमा मैले आवर्स मात्र सेलेक्ट गर्दाखेरि 150 घन्टा देखाउनु पर्यो मलाई, होइन? सो अब मैले के गरिरहेको छु, त्यो ह्यास टोटल हो कि यो चाहिँ पर्टिकुलर ह्यास टोटल फर वाट, नम्बर अफ आवर वर्क। त्यसै गरी ह्यास टोटल फर युर वेजेस पनि हुनसक्छ, होइन? 100 + 200 + 300 + 400 + 500 गर्दा जति टोटल वेजेस बन्यो त्यो टोटल वेजेस चाहिँ मैले फिड इन गरेको वेजेससँग म्याच हुनु पर्यो, अनि त्यसै गर्दा हाम्रो ह्यास टोटल फर वेजेस भयो। सो ब्याच टोटल भनेको नम्बर अफ ब्याच इन्ट्रिजको कुरा हुने भयो। ह्यास टोटल भनेको त्यो ब्याचभित्र पनि पर्टिकुलर कुन कुन आइटमको हामीले टोटलिङ चेक गर्ने, द्याट इज योर ह्यास टोटल। त्यसपछि ब्याच रिकर्ड टोटल्स, फेरि त्यही सिमिलर कुरा। सिक्वेन्स चेक भनेको हामीले जस्तो ट्यालीमा इन्ट्री गर्दाखेरि हुन्छ नि, सरी ट्यालीमा भन्दा चाहिँ एक्सेलमा इन्ट्री गर्दाखेरि तपाईँलाई मैले एक्सेलबाट बुझाउनु सजिलो हुन्छ भने मैले एक्सेलको एक्जाम्पल दिइरहेको। एक्सेलमा इन्ट्री गर्दाखेरि तपाईँहरूलाई थाहा छ अलरेडी कि मसँग 20जना इम्प्लोइ छ भनेर थाहा छ। अब इन्ट्री गर्दै जानुभयो, त्यतापट्टि सिक्वेन्स नम्बर राख्नुहुन्छ 1 2 3 4 5 भनेर। कहिलेकाहीँ त्यहाँनिर 1 2 2 3 4 5 हुँदाखेरि टोटल चाहिँ 19 हुन्छ, तर तपाईँलाई लाग्छ कि यहाँ त 19 मात्रै भइरहेको छ, कतै न कतै चाहिँ यसको सिक्वेन्स मिसिङ भयो है भनेर तपाईँले फेरि चेक गर्नुहुन्छ, ए यहाँनिर 2 2 दुईचोटि भएको रहेछ, अनि यु चेन्ज इट टु 3। सो दिस इज योर लाइक यो सिक्वेन्स चेक है। अब यस्तै रिजनेबलनेस चेकहरू हुनसक्छ। रिजनेबलनेस यति त नआउनु पर्ने, यति डेटा चाहिँ कसरी भयो, यो त इरर भयो कि कतै, होइन? कहिलेकाहीँ हामीले 2टा 0 थप इन्ट्री गर्ने बेलामा 2टा 0 हाल्दाखेरि त्यो टोटल लेजरको ब्यालेन्सै स्वाट्टै बढेर लाखमा आउनुपर्ने कुरा करोडमा आइदिन्छ, होइन? त्यस्तो कुराहरू। रिकर्ड चेक्सहरू, भ्यालिड साइन, न्युमेरिक साइज, रिजनेबलनेस, फाइल चेक्स, अब ब्ला 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 ब्ला। दिस आई रिकमेन्ड यु टु स्टडी फ्रम स्टडी मेटेरियल। प्रोसेसिङ कन्ट्रोल्समा ओभरफ्लो, ट्रान्जेक्सन ओभरफ्लो भयो कि, पर्टिकुलर रेन्ज ठिक छ कि छैन, होइन? रन टु रन कन्ट्रोल्स, क्रस पुटिङ्सहरू। आई रिक्वेस्ट यु अल कि तपाईँहरूले यो कुराहरू चाहिँ एकचोटि हेर्नुहोस्, तपाईँहरूले आफूले सेल्फ स्टडी गर्दाखेरि बेटर हुन्छ विथ एक्जाम्पल्स। अब 1 to 1 मैले भनिहालेँ कि हामीले चाहिँ यसको कुरा यहाँ डिस्कस गर्न थाल्यो भने अब फेरि हामीलाई टाइम हुँदैन, तर एक्जामको लागि तपाईँहरूलाई यो रिलिभेन्ट चाहिँ छ, सर्ट नोट्समा आउन सक्ने कुराहरू हो। तपाईँले के चाहिँ तपाईँलाई रिलिभेन्ट छ भने यो जुन पर्टिकुलर हेडिङ्सहरू छ नि, अर्गनाइजेसन कन्ट्रोलभित्र के कुराहरू पर्छन्, कहिलेकाहीँ तपाईँलाई राइट नोट्स अन डकुमेन्टेसन कन्ट्रोल इन इडिपी भनेर आयो भने तपाईँले यो 1 2 3 4 5वटा पोइन्टहरूलाई एक्सप्लेन गर्न सक्नुपर्छ, होइन? इन्डिभिजुअली पनि आउन सक्छ,
तपाईँको एक्जाममा आइरहेको हुन्छ नि इनपुट कन्ट्रोल्सको कुराहरू पनि तपाईँले पास्ट क्वेसन्समा हेर्नु भने आइरहेको देख्नुहुन्छ। अब यो तपाईँले चेक गर्नुहोस्। सिआइएस इन्भाइरोमेन्टमा अडिट गर्नको लागि हामीलाई चाहिने कुराहरू भनेको 5वटा। यो पनि एक्जाममा धेरैचोटि सोधेको क्वेसन। मैले यहाँनिर त्यही भएर एक्जाम बेस्ड अलिकति पनि होस् भन्ने हिसाबले स्टडी मेटेरियललाई प्लस पास्ट क्वेसनलाई रिफर गरेर यो चाहिँ स्लाइड्सहरूमा त्यो कुरा इन्कर्पोरेट गरेको छ। सो स्किल एन्ड कम्पिटेन्सको कुरा छ। अब यसमा के गफ हान्नु तपाईँहरूलाई बुझिहाल्नुहुन्छ कि इडिपी इन्भाइरोमेन्ट अडिट गर्नको लागि टेक्निकली क्वालिफाइड चाहियो, स्किल्स हुनु पर्यो, प्लानिङ गर्नुपर्छ। यसमा पनि एनएसए 300 अनुसार प्लानिङ नगरिकन कुन एरिया रिस्क फ्याक्टर्स छ, कुन एरियामा चाहिँ हामीले बढी फोकस गर्ने हो थाहा हुँदैन। रिस्क आइडेन्टिफाई गर्नुपर्छ, के किसिमको रिस्क हुनसक्छ भन्ने कुरा, र त्यो रिस्कलाई हामीले कसरी आइडेन्टिफाई गर्ने, त्यो कुरा त्यसलाई कसरी रेस्पोन्ड गर्ने भन्ने कुरा चाहिँ रिस्क एसेसमेन्टले बताउँछ। र अप्रोप्रिएट डकुमेन्टेसन गर्नुपर्छ फर अल द इभिडेन्सेस ओब्टेन्ड सो द्याट वी क्यान ह्याभ अ भ्यालिड बेसिस फर आवर ओपिनियन होइन। यो 5वटा कुराहरू चाहिँ तपाईँले यो चाहिँ एक्जाममा आइरहेको क्वेसन पनि हो, तपाईँले याद राख्नु पनि पर्छ। यसलाई चाहिँ दुइटै तरिकाबाट सोध्छ। एक्सप्लेन अबाउट द अप्रोच टु अडिटिङ इन सिआइएस इन्भाइरोमेन्ट भनेर पनि सोध्न सक्छ, या मिस्टर रमेश इज द अडिटर अफ दिस कम्पनी, हि इज डुइङ द सिआइएस अडिट फर द फर्स्ट टाइम, गाइड हिम रिगार्डिङ द अप्रोचेस टु सिएस अडिटिङ इन सिआइएस इन्भाइरोमेन्ट भनेर यसरी पनि आउन सक्छ। तर लेख्नुपर्ने भनेको 5वटा पोइन्टहरू नै हो। सो यसको चाहिँ समरीमा ट्रान्सहरू दिएको छ। जस्तो यसमा अब तपाईँले क्याप 2 लेभलमा चाहिँ एउटा क्वेसन सेपरेट बन्ने क्वेसन भनेको 3 नम्बर पोइन्टबाट पनि हो। रिस्क, द नेचर अफ रिस्क एन्ड इन्टरनल कन्ट्रोल्स इन इडिपी इन्भाइरोमेन्ट भनेर क्वेसन आइरहेको हुन्थ्यो। मैले इम्पोर्टेन्ट पनि टिक लगाउँथेँ त्यो किताबमा। त्यसमा यो पोइन्टहरू दिएको छ होइन। जस्तो नेचर अफ रिस्क एन्ड इन्टरनल कन्ट्रोल्स इन सिआइएस इन्भाइरोमेन्टमा दुईवटा कुरा छ। हेर्नुहोस् है, यो एक्जाममा तपाईँलाई सेपरेट क्वेसन बन्ने ठाउँ भएको भएर म अलिकति फोकस गर्न चाहेँ। 3 नम्बरको यहाँनिर चाहिँ रेड कलरमा लगाएको जुन पोइन्ट छ, नेचर अफ रिस्क एन्ड इन्टरनल कन्ट्रोल्स, दुईवटा यसलाई चाहिँ यो इन्टायर सेन्टेन्सलाई टुक्राउँदाखेरि दुईवटा भागमा जान्छ। एउटा नेचर अफ रिस्क इन सिआइएस इन्भाइरोमेन्ट, एउटा इन्टरनल कन्ट्रोल सिस्टम इन सिआइएस इन्भाइरोमेन्ट हो कि यो भने। अब एन्ड क्यारेक्टरिस्टिक्स अफ इन्टरनल कन्ट्रोल सिस्टम हो। यहाँनिर क्यारेक्टर भन्ने एउटा वर्ड छुट्याएर रहेछ, एन्ड द क्यारेक्टर्स अफ इन्टरनल कन्ट्रोल्स इन सिआइएस इन्भाइरोमेन्ट भनेर छ। यसलाई म अलिकति रेक्टिफाई गरेर त्यहाँनिर एक दुईवटा इरर भेटेँ मैले अहिले गर्दाखेरि, त्यो रेक्टिफाई गरेर तपाईँलाई म फेरि टेलिग्राममा सेन्ड गरिदिन्छु रेक्टिफाइडवाला भर्सन। सो नेचर अफ रिस्क एन्ड इन्टरनल कन्ट्रोल्स होइन कि नेचर अफ रिस्क एन्ड द क्यारेक्टरिस्टिक अफ इन्टरनल कन्ट्रोल हुनुपर्ने हो यो। ल्याक अफ ट्रान्जेक्सन ट्रेल, ट्रान्जेक्सन ट्रेलको स्लाइड पछि छ, तर अहिले डिस्कस गरौँ हामीहरू यो कुरा यहाँको यहीँ। ट्रान्जेक्सन ट्रेल भनेको के हो? ट्रान्जेक्सनलाई स्टार्टिङदेखि एन्डसम्म रिलेट गर्ने प्रोसेस, इच एन्ड एभ्री स्टेपमा इन्टरनल कन्ट्रोल ठिक छ कि छैन भन्ने कुरा। तर इडिपी इन्भाइरोमेन्टमा म्यानुअल इन्भाइरोमेन्ट जस्तो म्यानुअल डकुमेन्ट्स रिकर्डहरू युज नहुने भएको कारणले गर्दाखेरि हामी ट्रान्जेक्सन ट्रेलमा यसमा चाहिँ ल्याक हुन्छ, ट्रान्जेक्सन ट्रेल हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। जस्तै पछि गएर हामी कम्पनसेट गर्छौँ। कम्पनसेट चाहिँ थ्रु द युज अफ क्याट, थ्रु द युज अफ क्लेरिकल रिक्रेसन प्रोसेस हामीले चाहिँ त्यसलाई कम्पनसेसन गर्न सक्छौँ। अनि युनिफर्म प्रोसेसिङ अफ ट्रान्जेक्सन, त्यो सफ्टवेयरमा त फिड इन हुन्छ अलरेडी होइन, अलरेडी त्यसमा चाहिँ राखिदिएको हुन्छ अलरेडी सिस्टमले चाहिँ ल 80% यो 80% यो भनेर फिड इन गरेको हुन्छ। भनेपछि त्यो भनेको रिस्क पनि हो, त्यो भनेको क्यारेक्टरिस्टिक्स पनि हो। किनभने फिड इन भएको छ अलरेडी, उसले त्यसै गरी प्रोसेस गर्छ, त्यो त्यसको क्यारेक्टरिस्टिक्स नै हो। तर ह्युमन इन्टरभेन्सन नभइकन उसले चाहिँ सधैँ डेटालाई एउटै म्यानरमा प्रोसेस गरिरहँदाखेरि इरर डेटा पनि हुनसक्छ प्रोसेस गरिने, त्यस्तै त्यो त्यसको रिस्क फ्याक्टर पनि हो। सेग्रिगेसन अफ फङ्सनको हामीले अघि डिस्कस गऱ्यौँ, इरर्सहरू हुनसक्छ, इरेगुल्यारिटिजहरू हुनसक्छ, सिस्टम प्रोपरली डिजाइन भएको छैन भने अटोमेटिक इनिसिएसन एक्जिक्युसन अफ ट्रान्जेक्सन हुनसक्छ। अडियो एन्ड भिडियो पज भन्नुभएको छ, अहिले सुनिरहेको छ कि छैन, के छ अवस्था? डिस्टर्ब भइरहेको हो अडियो भिडियोमा? अहिले पनि डिस्टर्ब नै छ कि अहिले आवाज आइरहेको छ? मेरो आवाज आइरहेछ
अहिले आइरहेको छ कि छैन? अहिले के छ? तपाईँहरूले अडियो भिडियो पज भनेर पठाउनु भएको रहेछ। अहिले ठिक छ। मैले तपाईँहरूलाई भन्दै थिएँ कि नेचर अफ रिस्क एन्ड द इन्टरनल कन्ट्रोल होइन, यहाँनिर मिसिङ रहेछ एउटा क्यारेक्टर, एन्ड द क्यारेक्टरिस्टिक्स अफ इन्टरनल कन्ट्रोल भन्ने हो। यो मैले तपाईँलाई रेक्टिफाई गरेर पठाइदिन्छु, अर्को टेलिग्राममा म अर्को साइड हालिदिन्छु आज भनेर भनेको छु। त्यसमा दुईटै कुरा, यो पर्टिकुलर पोइन्टहरू जुन पनि दिएको छ, यो पोइन्टहरूले चाहिँ दुईटै कुरालाई जस्टिफाई गर्छ। नेचर अफ रिस्कलाई पनि जस्टिफाई गर्छ एन्ड द क्यारेक्टरिस्टिक्स अफ इन्टरनल कन्ट्रोल्सलाई पनि जस्टिफाई गर्छ। जस्तो ल्याक अफ ट्रान्सन ट्रेल भनेर हामी डिस्कस गर्दैथ्यौँ। ट्रान्सन ट्रेल, ल्याक अफ ट्रान्सन ट्रेल भनेको इडिपी इन्भाइरोमेन्टमा चाहिँ म्यानुअल इन्भाइरोमेन्ट जस्तो ट्रान्सन ट्रेल नहुन सक्छ। ट्रान्जेक्सनलाई हामी फर्स्ट स्टेजदेखि लास्ट स्टेजसम्म डिटेक्ट गर्न नसक्ने अवस्था हुनसक्छ। एक्जाम्पलको लागि तपाईँले एटिएमबाट पैसा झिक्नु भयो भने त्यहाँनिर भाउचर बनाएर त भित्र मान्छे बसिरहेको हुँदैन कि ए ल रामप्रसादले आज पैसा झिकेछ, रामप्रसाद एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट, फेरि म्यानेजरसँग गएर भेरिफाई गराएर ल रामप्रसादलाई पैसा दिने कि नदिने सर भनेर गरेर फेरि साइन चेक गरेर, त्यो त हुँदैन। एटिएमबाट पैसा झिक्यो, सिधै तपाईँको सिस्टममा इन्ट्री भयो, तपाईँको मोबाइलमा चाहिँ मेसेज बज्यो, युर एकाउन्ट हेज बिन डेबिटेड बाई 5000, रिमार्क्स क्यास विथड्रल एट एटिएम दिस एन्ड दिस लोकेसन भनेर आइरहेको हुन्छ। त्यसो गर्ने बित्तिकै त अडिटरलाई त्यो ट्रान्जेक्सन ट्रेल इस्टाब्लिस गर्न गाह्रो हुन्छ। त्यो भनेको एउटा रिस्क फ्याक्टर पनि भयो, त्यो भनेको नेचर अफ इन्टरनल कन्ट्रोल्स पनि भयो, किनभने हुन्छ नै त्यस्तो, सिस्टमले नै त्यस्तो बनाइदिएको छ। युनिफर्म प्रोसेसिङ अफ ट्रान्जेक्सन्स, युनिफर्म प्रोसेसिङ अफ ट्रान्जेक्सन भनेको सफ्टवेयर भनेको त एउटा भेडो जस्तो हो नि, अलरेडी त्यसमा जे फिडिन हुन्छ त्यो फिडिनको कुरालाई मात्रै उसले प्रोसेसिङ गर्ने हो। त्यसो गर्दाखेरि इरर कुराहरूलाई नि प्रोसेसिङ गर्न सक्छ उसले। ल्याक अफ सेग्रिगेसन अफ फङ्सन, अघि नै मैले बताइसकेँ कि एउटै मान्छेले मल्टिपल कुरा ह्यान्डल गर्न सक्छ। पेरोल पनि बनाउने काम, किनभने ट्यालीमा सबै फङ्सन दिएको छ भने पेरोल पनि उसले बनाउन सक्छ, स्टक ह्यान्डलिङ पनि उसले गर्न सक्छ। त देयर इज अ चान्स अफ म्यानिपुलेसन एन्ड पोटेन्सियल अफ इरर एन्ड इरेगुलारिटिज यु नो बिकज द सफ्टवेयर रिक्वायर्स टेक्निकल नलेज एन्ड एक्सपर्टाइज, डिपेन्डेन्स अपन अदर कन्ट्रोल्स। यो सबै क्याप 2 कै कुराहरू हो, मैले खालि हल्का चाहिँ तपाईँलाई रिभिजन जस्तो मात्रै गरेर हो। क्याप 2 लेभलमा यो छ, डिटेलमा दिएको छ यो कुराहरू। इन्क्रिज म्यानेजमेन्ट सुपरभिजन बिकज इट रिक्वायर्स द मोनिटरिङ that whatever the software has been implemented, whatever the system has been implemented, it needs to be monitored appropriately. Otherwise, there might be an error. The lack of competency might cause loss and harm to the entity. Computer त definitely use हुन्छ, computer use हुने भनेको यसको चाहिँ क्यारेक्टरिस्टिक नै हो इडिपी इन्भाइरोमेन्ट। तर रिस्क फ्याक्टर पनि हो, किनभने रिस्क फ्याक्टर किन हो भने यदि अपरेट गर्ने मान्छे कम्पिटेन्ट लेभलको मान्छे भएन भने त्यस्तो अवस्थामा चाहिँ रङ इन्फर्मेसन आउन सक्छ भनेर भन्छ। यो क्याप 2 लेभलमा पनि थियो, मैले इम्पोर्टेन्ट टिक लगाएको थिएँ। क्याप 3 लेभलमा पनि यो क्वेसन आइरहेको हुन्छ, हेर्नु होला तपाईँहरूले। रिस्क एसेसमेन्ट र डकुमेन्टेसन अघि हामीले डिस्कस गरिसकेका कुरा हो, यो सबै यहाँनिरबाट मैले तपाईँलाई यहीँनिर मैले छँदाखेरि चाहिँ सरसर डिस्कस गरिसकेका थिएँ। यसको यो नोट्समा तपाईँले हेर्न सक्नुहुन्छ। ल, प्रिभेन्टिभ कन्ट्रोल, डिटेक्टिभ कन्ट्रोल्स र करेक्टिभ कन्ट्रोल्सहरू भनेर छ। अब यो भनेको चाहिँ हाम्रो कस्तो किसिमको, हामीले एज एन अडिटर हामीले यो एन्टिटीले चाहिँ इरर्सहरू स्टप गर्नको लागि या इरेगुलारिटिजहरूबाट बस्नको लागि के गरेछ त भनेर हामीले आइडेन्टिफाई गर्नु पर्यो। यो कम्प्लायन्स प्रोसेसमा हामीले चेक गरिरहेको हो, इन्टरनल कन्ट्रोलको टेस्टिङ गरिरहेको हो होइन। डिटेक्टिभ कन्ट्रोल्स भनेको इरर एकचोटि भइसक्यो, डिटेक्ट गर्नको लागि के भइरहेको छ त, उनीहरूको जस्तो भनौँ एकछिनलाई मानुस् कुनै पर्चेज गर्नको लागि पर्चेज अर्डर फर्म साइन गराएको छ कि छैन, उनीहरूले त्यो सिस्टम राखेको छ कि छैन, इट्स अ प्रिभेन्टिभ कन्ट्रोल। ल, पर्चेज अर्डर चाहिँ साइन नभइकन एकाउन्ट डिपार्टमेन्टले चाहिँ पेमेन्ट दियो कि दिएन, त्यो त क्रस भेरिफाई हुने भयो, फेरि इन्टरनल चेकको पार्ट भयो डिटेक्टिभ कन्ट्रोल। ल, त्यो भएन भने उसले चाहिँ फेरि पर्चेज अर्डर फर्म भएर लिएर आउने हो कि होइन त, त्यो सिस्टम राखेको छ कि छैन त, द्याट इज योर करेक्टिभ कन्ट्रोल। सो यस्तो कन्ट्रोल्सहरू सफ्टवेयरमा पनि इम्बेड हुनसक्छ। अडिट ट्रेल इन इडिपी इन्भाइरोमेन्ट, क्याप 2 कै कन्सेप्ट अघि पनि मैले डिटेलमा डिस्कस गरेँ कि इडिपी इन्भाइरोमेन्टमा अडिट ट्रेल हुँदैन। किन भन्नुहुन्छ भने देयर इज बिकज मेनी अफ द 3 थिङ्स, यहाँनिर 4वटा कुरा पनि राखेको छ, त्यो 4वटालाई हामी त्यसोसँग मर्ज गर्न सक्छौँ। डाइरेक्ट डेटा इन्ट्री इन्टु द सिस्टम हुन्छ। तपाईँलाई एक्जाम्पल दिएँ मैले, एटिएमबाट पैसा झिक्दाखेरि चाहिँ यु डोन्ट ह्याभ टु गो टु ब्याङ्क, यु डोन्ट ह्याभ टु अथराइज, देन आफ्टर यु द ब्याङ्क विल, द एकाउन्टेन्ट विल, द एटिएम क्लर्क, द क्यासियर विल गेट द अथराइजेसन फ्रम द म्यानेजर। इट्स नट गोइङ टु ह्यापन लाइक द्याट। तपाईँले सिधा एटिएमको पिन हाल्नुहुन्छ, एसेस गर्नुहुन्छ आफ्नो सिस्टममा, पैसा झिक्नुहुन्छ, विथड्र गर्नुहुन्छ। सो देयर इज ल्याक अफ अडिट ट्रेल देयर। अनि अर्को भनेको अनलाइन प्रोसेसिङ अफ द ट्रान्जेक्सन, हामीले ल्यान व्यान युज हुन्छ होइन, सिधा टु सिधा म्यानुअल बेस्ड हटेर सफ्टवेयर टु सफ्टवेयर इन्ट्रेक्सन हुन्छ। अनि म्यानुअल रिकर्डको इलिमिनेसन छ कि केही पनि छैन भनेपछि त्यस्तो अवस्थामा हाम्रो लस अफ अडिट ट्रेल हुन्छ, लस अफ ट्रान्जेक्सन ट्रेल हुन्छ।
जसको कारणले गर्दाखेरि चाहिँ रिस्क इज हायर, बट इट डज नट मिन कि अडिटै गर्न नमिल्ने भन्ने चाहिँ होइन। द लस अफ अडिट ट्रेल क्यान बी कम्पन्सेटेड थ्रु क्याट, थ्रु पिआइएफ भन्ने हुन्छ, एउटा प्रोग्राम इन्टिग्रेसन फेसिलिटी, एउटा क्लेरिकल रिक्रेसन प्रोसेस भन्ने हुन्छ। दिज अल आर द टर्म्स द्याट आर नोन बाई द सिआइएस अडिटर अर से कम्प्युटर सर्टिफाइड इन्फर्मेसन सिस्टम अडिटरलाई थाहा हुने कुराहरू हो यिनीहरू भनेको चाहिँ। हामीले क्याप 2 र क्याप 3 लेभलको लागि अलिकति फोकस गर्नुपर्ने भनेको चाहिँ क्याटमा हो, कम्प्युटर एसिस्टेड अडिट टेक्निक्समा। ब्याच प्रोसेसिङ सिस्टम र अनलाइन रियल टाइम सिस्टम, यो मैले किताबकै क्याप 2 कै मेरै बुकबाट मैले चाहिँ यो पोइन्ट्सहरू तपाईँहरूलाई राखिदिएको छ, यहाँनिर हेर्न सक्नुहुन्छ। प्लस तपाईँले यो एक्जाममा पनि आइरहेको छ, क्याप 2 कै हो। बिपिएस भनेको ट्रान्जेक्सनहरू, सिमिलर नेचरको ट्रान्जेक्सनहरू चाहिँ एकमुष्ट कलेक्सन गर्ने अनि प्रोसेसिङको लागि पठाउने। एक्जाम्पल, यसको एक्जाम्पल भनेको स्यालेरी दिँदाखेरि चाहिँ प्रत्येक दिन स्टाफ त आउँछ, एक्युरेट त भएको नि उसको स्यालेरी, तर प्रत्येक दिन उसलाई स्यालेरी दिएर पठाउँछ त पठाउँदैन, इन्ट्री गर्छ 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 नि लास्टमा एकमुष्ट चाहिँ सबैलाई स्यालेरी डिस्पोज गर्छन्। यदि त्यसो नगर्ने हो भने त स्यालेरी मात्र बनाउनुको लागि चाहिँ छुट्टै एकजना मान्छे डेडिकेटेड स्टाफ चाहिन्छ, कम्पनीको अपरेसन कस्ट हाई हुन्छ। त्यही भएर कम्पनीले यस्तो कुराहरू विचार गर्छ कि कस्तो कस्तो नेचरको ट्रान्जेक्सनहरूलाई हामीले चाहिँ एकमुष्ट रूपमा प्रोसेसिङ गर्ने त त्यो कम्पनीको आफ्नो नेचर वाइज उनीहरूले आफ्नो अन्डरस्ट्यान्डिङ अनुसार चाहिँ ब्याच प्रोसेसिङ बनाउने हो। र त्यसमा चाहिँ ब्याच प्रोसेसिङमा एउटा प्रब्लम के हुनसक्छ भने लार्ज ब्याचहरू छ भने त्यस्तो ब्याचहरूमा इररहरू ट्रेस गर्न गाह्रो हुनसक्छ हामीलाई, तर यो कस्ट इफेक्टिभ हुन्छ किनभने लार्ज ब्याचको प्रोसेसिङ कस्ट इज मच मोर से लेसर देन सिङ्गल प्रोसेसिङ सिस्टम होइन। र तर अपडेटिङ स्लोर हुन्छ भनेर भन्छ किनभने ब्याचहरूमा त लार्ज ट्रान्जेक्सनहरू हुने भएको कारणले चाहिँ प्रोसेसिङ गर्न टाइम लाग्छ, त्यही भएर स्लोअर हुन्छ अपडेसन प्रोसेस भनेर भन्छ। सेम क्याप 2 को यसमा क्याप 2 भन्दा केही पनि नयाँ कुरा छैन, क्याप 2 कै कन्सेप्ट हो यो। क्याप 2 मा ब्याच प्रोसेसिङ सिस्टम, अनलाइन रियल टाइम सिस्टम त मैले हल टेस्टमा पनि इम्पोर्टेन्ट छ भनेर पढाउँथेँ, अनि तपाईँहरूलाई चाहिँ इडिपी अडिटको च्याप्टर पढाउँदाखेरि पनि पढाउँथेँ। जसले पढ्नु भएको छ है, फेरि सबैजनालाई एक्सपेक्ट गरेको छैन मैले, तर यो एक्सपेक्ट गर्छु कि क्याप 2 मा तपाईँहरूले पढेर आउनु भएको छ, किनकि क्याप 2 मा सिलेबसमा भएको कुरा हो, यो हल टेस्टमा पनि आइराख्ने थियो। यो अनलाइन रियल टाइम सिस्टम भनेको चाहिँ ट्रान्जेक्सनलाई इन्डिभिजुअली प्रोसेस गर्छ। इन्डिभिजुअली प्रोसेस गर्ने बित्तिकै महँगो पर्ने भयो, तर फास्ट प्रोसेसिङ हुने भयो। हेटेरोजिनियस ट्रान्जेक्सनको लागि चाहिँ बढी युज हुन्छ होइन। तर यस्तै चाहिँ ल्यान व्यानको युज गर्छ, अपडेट्सहरू तुरुन्तै हुन्छ। एक्जाम्पल दिएको छ, एटिएमको एक्जाम्पल दिएको छ यहाँनिर। हामीले एटिएमबाट पैसा झिक्नु भनेको पनि त ब्याङ्कको लागि एकाउन्टिङ नै त हो नि, तर के गर्छ ब्याङ्कले, ल आज रातभरि सबले कसले कहाँबाट झिक्छन्, भोलि एकैचोटि बिहान आएर इन्ट्री गराउनलाई भन्दैन। सफ्टवेयर तुरुन्तै लिङ्क हुन्छ, त्यहाँ चाहिँ उनीहरूको नेटवर्कबाट लिङ्क हुन्छ, त्यहाँबाट पैसा झिक्नुहोस् तपाईँको खाता बुटवलमा छ, बुटवलमा पैसा हाल्नु भएको छ, तर काठमाडौँबाट झिक्न सक्नुहुन्छ मजाले। के को थ्रुबाट भइरहेको छ, नेटवर्किङको थ्रुबाट भइरहेको छ। अपडेट एकदम फास्ट भयो, तुरुन्तै तपाईँको नोटिस आइसक्यो, पैसा घटिसक्यो तपाईँको खाताबाट। यो सर्ट नोट्सको लागि यो छ, हेर्न सक्नुहुन्छ। अहिले अडियो भिडियो ठिक छ कि छैन, के छ, आइरहेको छ कि छैन, फेरि मैले एकैचोटि पछि गएर तपाईँहरूले सर फेरि रिपिट गरिदिनुहोस् भन्यो भने मलाई नि अप्ठ्यारो हुन्छ। अडियो भिडियो ठिक छ, ओके ल। त्यसो भए ब्ल्याक बक्स अप्रोच र व्हाइट बक्स अप्रोच। अब ब्ल्याक बक्स अप्रोचमा चाहिँ इनपुट, यो हामीले अघि क्लास स्टार्ट गर्दाखेरि नै हामीले अलिकति यसको डिस्कसन गरिसकेका छौँ। अडिटरलाई खालि इनपुट बराबरको आउटपुट ठिक छ कि छैनसँग मतलब हुन्छ। मैले पर्चेज एकाउन्ट डेबिट गरेको छ, पर्चेज एकाउन्ट डेबिट हुने बित्तिकै पर्चेज गरेको छ भन्ने बित्तिकै पहिला पर्चेजमा 100 रुपियाँ थियो, अब त्यो 100 रुपियाँ चाहिँ बढेर 120 भयो कि भएन मात्रैसँग मतलब हुन्छ। त्यो भित्र सफ्टवेयरले कसरी प्रोसेस गरिरहेछ, सफ्टवेयरमा कन्ट्रोल्स के छसँग मतलब हुँदैन। दिस इज यर ब्ल्याक बक्स अप्रोच। इनपुट र हामीले अहिले नेपालमा अडिट गर्दाखेरि म्याक्सिमम हामीले गर्ने भनेको ब्ल्याक बक्स अप्रोचलाई नै। हामीले सिस्टमलाई टेस्टिङ गर्नु भन्दाखेरि पनि हामीले इनपुट बराबरको आउटपुटहरू आइरहेको छ कि छैन भनेर चेक गर्छौँ। म्यानुअल भर्सेस ब्ल्याक बक्समा फरक यति मात्रै हो कि म्यानुअलमा चाहिँ म्यानुअल एकाउन्टिङै हुन्छ, अनि त्यही म्यानुअल हातले बनाएको लेजर ढड्डाहरूलाई चाहिँ अडिटरले चेक गर्छ, द्याट इज यर म्यानुअल अडिटिङ। तर ब्ल्याक बक्स अप्रोचमा चाहिँ एकाउन्टिङ कम्प्युटराइज हुनसक्छ, चेक गर्ने बेलामा चाहिँ कम्प्युटरबाट जेनेरेट भएको लेजर प्रिन्टहरू निकालेर हामीले 1 by 1 चेक गर्छौँ। दिस इज यर ब्ल्याक बक्स अप्रोच।
भने व्हाइट बक्स अप्रोचमा चाहिँ हामीले सिस्टमलाई रिलाइ गर्नुभन्दा अगाडि नै पहिले सुरुमा प्रोसेसिङको पार्ट पनि चेक गर्छौँ। त्यो सफ्टवेयरले कसरी प्रोसेस गरिरहेको छ डेटाहरू, होइन सफ्टवेयरले प्रोसेस गरेको ठिक छ कि छैन, इरर्सहरू चाहिँ कसरी उसले रेन्जबाट बाहिर भएको रङ डेटा प्लस राइट डेटा दुइटै इन्ट्री गरेर हेर्न सकिन्छ। जस्तो अलरेडी मेन्सन छ कि इन्ट्रेस्ट रेट म्याक्सिमम 15% हो भनेर भन्यो भने 17% इन्टर गर्दाखेरि रङ आउनु पऱ्यो। ए यसको मतलब ठिक छ, ल सफ्टवेयरले बुझ्ने रहेछ, यसले चाहिँ रेन्जभन्दा बाहिरको डेटा लिइरहेको छैन। हामी प्रोसेसिङको पार्ट पनि चेक गर्छौँ र यो भनेको अलिकति टेक्निकल हुन्छ। यसैको लागि हो डिआइएससी सिआइएससीको चाहिँ कोर्सहरू गर्नुपर्ने पनि भनेको सिस्टम टेस्टिङको कुराहरू आउँछ यसमा। अहिले प्रोसेसिङको पार्टलाई बढी चेक गर्छ यसमा व्हाइट बक्स अप्रोच। अब यही कुराहरू माथि लेखेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। अब हामी नेक्स्टमा जाँदैछौँ क्याटमा। त्यसो भए क्याट भने के हो त भनेर डिस्कस गर्दैछौँ हामीहरू। क्याटमा कम्प्युटर एसिस्टेड अडिट टेक्निक्स भनेको चाहिँ कम्प्युटर, यसलाई कम्प्युटर एडेड अडिट टेक्निक्स पनि भनेर भन्न मिल्छ। यो भनेको सफ्टवेयर मात्रै होइन, कम्प्युटरलाई युज गरेर अडिट गर्ने टेक्निक्सहरू हो है। कम्प्युटरलाई युज गरेर हामी अडिट गर्ने टेक्निक्सहरू हो। यो चाहिँ एडिपी इन्भाइरोमेन्टको लागि रिलेभेन्ट छ, किनभने कम्प्युटर भन्ने वर्ड उसै पनि अगाडि आइरहेको छ, तपाईँले बुझि नै हाल्नुहुन्छ होला। युज अफ क्याट के कुरामा हुन्छ भनेर त यहाँनिर दिएको छ, तपाईँले यो सेल्फ स्टडी गर्ने पार्ट हो। अब यसमा मैले यसको चाहिँ लाइन बाई लाइन पढाइनँ, तर एक्जामको लागि इम्पोर्टेन्ट छ। तर क्याटको मैले ओभरभ्यू बताइदियो भने तपाईँलाई क्लियर हुन्छ। मैले चाहिँ सिधै चार्टमा जान चाहेँ। क्याट दुई किसिमको हुन्छ, एउटा सफ्टवेयर हुन्छ, एउटा टेस्ट डेटा भन्ने हुन्छ है। सफ्टवेयरमा 4वटा, क्याप 2मा हामी 3टा मात्रै पढ्थ्यौँ, तर क्याप 3मा चाहिँ हामीले एउटा किताबमा नयाँ कुरा राखिदिएको छ। त्यो नयाँ कुरालाई चाहिँ मैले यहाँनिर मेन्सन गर्छु होइन, प्रोडक्टिभिटी टुल्सहरू, सिस्टम म्यानेजमेन्ट प्रोग्राम भनेर। क्याप 2मा चाहिँ हामी प्याकेज प्रोग्राम, पर्पस स्टेटमेन्ट प्रोग्राम र युटिलिटी रुटिन्समा मात्रै डिस्कस गरिरहेको हुन्थ्यौँ। क्याप 3मा चाहिँ किताबमा नयाँ कुरा पनि राखेको छ, त्यही भएर मैले यहाँ राखेँ। सो कम्प्युटर एसिस्टेड अडिट टेक्निक्स पहिला सुरुमा त यो के हो? कम्प्युटरमा भएको डेटा, कम्प्युटरमा भएको एकाउन्टिङ जुन छ त्यसलाई चेक गर्नको लागि युज हुने टेक्निक्सहरू हुन्। किन यो चाहिन्छ? किनभने देयर इज अ लस अफ अडिट ट्रेल, र त्यो लस अफ अडिट ट्रेललाई कम्पन्सेट गर्नको लागि हामीहरू क्याटहरू युज गर्न सक्छौँ। कम्प्युटरलाई युज गरेर अडिट गर्ने टेक्निक्सहरू दुईटा तरिकाको हुनसक्छ, दुईटा किसिमको हुनसक्छ। ब्रोडर क्लासिफिकेसन, एउटा सफ्टवेयर नै हुनसक्छ, एउटा टेस्ट डेटा हुनसक्छ भनेर भन्छ। एउटा सफ्टवेयर नै हुनसक्छ, एउटा टेस्ट डेटा हुनसक्छ भनेर भन्छ। सफ्टवेयर भने त तपाईँलाई थाहा छ, कम्प्युटर प्रोग्राम्सहरू जुन हामी किनेर लिएर आउन सक्छौँ। त्यसमा प्याकेज प्रोग्राम, पर्पस स्टेटमेन्ट प्रोग्राम, युटिलिटी सफ्टवेयर, सिस्टम म्यानेजमेन्ट प्रोग्राम भनेर छ। प्याकेज प्रोग्राम भने के हो? प्याकेज प्रोग्राम भनेको चाहिँ जस्तो ट्याली छ नि, ट्याली भनेको तपाईँको जेनरलाइज्ड एकाउन्टिङ सफ्टवेयर हो। यहाँ हामी जेनरलाइज अडिट सफ्टवेयरको कुरा गर्दैछौँ। त्यसै गरी कुनै यस्तो सफ्टवेयर या कुनै यस्तो टुल जुन डिजाइन भएको छ कि सबै ठाउँमा अडिट गर्न मिल्छ, सबै किसिमको। जस्तो ट्याली त सबै ठाउँमा एकाउन्टिङ गर्न मिल्छ नि, एक्सेप्ट ब्याङ्कमा। अरू सबै ठाउँमा जेनरली स्कुलको पनि ट्यालीले अडिट के अरे ट्यालीले एकाउन्टिङ गर्न मिल्छ, म्यानुफ्याक्चरिङ पनि ट्यालीले एकाउन्टिङ गर्न मिल्छ, सर्भिस कम्पनी पनि ट्यालीले एकाउन्टिङ गर्न मिल्छ। तर ब्याङ्कको लागि फेरि छुट्टै एकाउन्टिङ सफ्टवेयर चाहिन्छ भनेको जुन कस्टमाइज अडिटिङ सफ्टवेयर भयो, त्यस कस्टमाइज एकाउन्टिङ सफ्टवेयर भयो। त्यसै गरी हामीलाई पनि अडिट गर्दाखेरि पनि सबै ठाउँमा अडिट गर्न मिल्ने हिसाबको सफ्टवेयर बनाइदिएको छ सिस्टमलाई, जसमा एनालाइटिकल प्रोसेस पनि हुन्छ, स्याम्पलिङ टेक्निक्सहरू पनि हुन्छ, डेटा एक्सट्र्याक्सन मेथड्सहरू पनि हुन्छ भने द्याट इज योर प्याकेज प्रोग्राम। तर कुनै स्पेसिफिक इन्टिटीको लागि मात्रै अडिट गर्नको लागि, कुनै स्पेसिफिक ट्रान्जेक्सनको लागि मात्रै अडिट गर्नको लागि बनाइदिएको छ भने द्याट इज योर पर्पस स्टेटमेन्ट प्रोग्राम अर कस्टमाइज प्रोग्राम भन्छ हामीले। कस्टमाइज प्रोग्राम्स आर रिलेटिभली चाहिँ अलिकति एक्सपेन्सिभ हुन्छ कम्पेयर टु प्याकेज प्रोग्राम्सहरू, किनभने यिनीहरू टेलर मेड भन्छौँ कि हामीहरूले, कस्टमाइज गरेर बनाउनु पर्ने हुन्छ। अर्को हुन्छ युटिलिटी सफ्टवेयर्सहरू। यो युटिलिटी सफ्टवेयर्सहरू भनेको आफैमा यिनीहरू चाहिँ क्याट चाहिँ होइनन् होइन, अडिट गर्ने कुराहरू चाहिँ होइनन्, तर यिनीहरू चाहिँ डे टु डे फङ्सनलाई हेल्प गर्नको लागि बनाइदिएको टुल्सहरू हो भनेर भन्छ। यहाँनिर पनि एउटा इरर भएको छ चार्टमा, यसलाई पनि तपाईँले इग्नोर गर्नुहोस्। मैले भनिहालेँ, मैले भिडियोमा पनि बताइरहेको छु, पछि तपाईँलाई मैले रेक्टिफाइड फाइल पनि पठाइदिन्छु। मलाई हिजो चाहिँ अलिकति हतारमा काम गर्दाखेरि अलिक एक दुईवटा इरर्सहरू भएछ जस्तो लाग्छ मलाई यहाँ। सो यो डेटा रिट्राइभल भन्नेवाला चाहिँ प्रोडक्टिभिटी टुल्सको तल राख्नुहोस् है। यसलाई डेटा रिट्राइभल भन्नेवाला चाहिँ यो प्रोडक्टिभिटी टुल्सको तलपट्टि बुझ्नुहोस् यसलाई। अहिले पछि म रेक्टिफाइड पठाइदिन्छु तपाईँलाई भर्सन टेलिग्राममा। युटिलिटी सफ्टवेयर जुन छ, युटिलिटी सफ्टवेयर भनेको आफैमा अडिट गर्ने टुल्स त होइन, तर यो चाहिँ डे टु डे अडिट गर्दाखेरि चाहिराख्ने फङ्सनहरू चाहिँ हो भन्छ। जस्तै एक्जाम्पलको लागि यसमा के हुन्छ, डेटा सेट युटिलिटिज, सिस्टम युटिलिटिज, इन्डिपेन्डेन्ट युटिलिटिज भनेर भन्छ।
फाइललाई नेमिङ गर्न मिल्ने, रिनेमिङ गर्न मिल्ने, फाइलको लोकेसन ब्राउज गर्न मिल्ने हैन, अनि नयाँ फाइल क्रिएट गर्न मिल्ने, दुईटा फाइललाई मर्ज गर्न मिल्ने, यस्ता यस्ता फङ्सनहरू छन् भने यिनीहरूलाई हामीले युटिलिटी सफ्टवेयर्सहरू या युटिलिटी रुटिन्सहरू भनेर भन्छौँ। एक्जाममा 5 मार्क्सको सर्ट नोट्स क्याप 2 मा पनि इम्पोर्टेन्ट, क्याप 3 मा पनि इम्पोर्टेन्ट युटिलिटी सफ्टवेयरको बारेमा किताबमा डिटेलमा दिएको छ, डेटा सेट युटिलिटी, सिस्टम युटिलिटी, इन्डिपेन्डेन्ट युटिलिटी भनेर, यु क्यान चेक द्याट। अर्को हुन्छ सिस्टम म्यानेजमेन्ट प्रोग्राम और जसलाई हामीले प्रोडक्टिभिटी टुल्स पनि भन्छौँ। जस्तै हाम्रो कहिलेकाहीँ डेटाहरू डिलिट हुँदाखेरि त्यसले डेटा रिट्राइभ गरिदिन्छ नि हैन, द्याट इज काइन्ड अफ यर प्रोडक्टिभिटी टुल। डिलिटेड फाइल्सहरूलाई चाहिँ फेरि रिट्राइभ गरिदिन मिल्ने, डेटा एक्सट्र्याक्ट गर्न मिल्ने कुराहरू इज यर सिस्टम म्यानेजमेन्ट प्रोग्राम और प्रोडक्टिभिटी टुल। त्यसपछि नेक्स्टमा छ हाम्रो टेस्ट डेटा। टेस्ट डेटामा दुईटा कुरा परेको छ, एउटा छ हाम्रो टेस्ट प्याक्स, एउटा छ हाम्रो इन्टिग्रेटेड टेस्ट फ्यासिलिटी। एउटा छ टेस्ट प्याक, एउटा छ इन्टिग्रेटेड टेस्ट फ्यासिलिटी है। टेस्ट प्याक भनेको के हो भने हामीले अब यो दुईटैको पहिला कमन कुरा के हो त्यो बुझौँ हामीहरू हैन। टेस्ट डेटा भनेको के हो त भन्दाखेरि अडिटरले सफ्टवेयरलाई टेस्ट गर्नुभन्दा अगाडि एउटा आफ्नो हाइपोथेटिकल डेटा बनाउँछ। त्यो हाइपोथेटिकल डेटाको रिजल्ट्सहरू पनि उसले आफै निकाल्छ क्याल्कुलेट गरेर। जस्तो एउटा इक्जाम्पलको लागि भनौँ, मैले चाहिँ 50वटा इन्ट्री पर्चेजको, सेल्सको, स्यालेरी दिएको 50वटा मैले डिफ्रेन्ट इन्ट्रीहरू चाहिँ एक ठाउँमा पहिला हाइपोथेटिकली बनाएँ। त्यो इन्ट्रीहरूलाई चाहिँ त्यसको रिजल्ट्स भने त्यसपछि मैले म्यानुअली एउटा ट्रायल ब्यालेन्स बनाएँ, लेजर्सहरू बनाएँ, ट्रायल ब्यालेन्स बनाएँ, त्यसबाट फाइनेन्स बनाएँ मैले, ब्यालेन्स सिट, प्रफिट और लस एकाउन्ट हैन, त्यसपछि क्यास फ्लो स्टेटमेन्ट सबै कुरा बनाएँ मैले। त्यही मैले क्रिएट गरेको हाइपोथेटिकल डेटाबाट मैले सबै रिजल्ट्सहरू बनाएँ। अब मैले के गर्छु कि मैले त्यो डेटालाई चाहिँ सफ्टवेयरमा फिड इन गर्न लगाउँछु या सफ्टवेयरमा फिड गर्छु। अब सफ्टवेयरबाट आएको रिजल्ट र मैले जुन डेटा बनाएको थिएँ, मैले बनाएको रिजल्ट्सहरू चाहिँ म्याच भयो, एप्रोप्रिएट भयो भने मैले बनाएको जुन डेटा रिजल्ट्सहरू छ, मैले बनाएको जुन रिजल्ट्सहरू छ र मैले चाहिँ सफ्टवेयरमा फिड इन गर्दाखेरि जुन रिजल्ट्सहरू आयो त्यो रिजल्ट्सहरू म्याच भयो, दुईटै सेम रिजल्ट्सहरू आयो भने त्यस्तो अवस्थामा सफ्टवेयरले ठिक काम गरेर रहेछ भनेर बुझ्नुपर्छ हामीले। म एकचोटि फेरि रिपिट गर्दैछु है, सुन्नुहोस् है। टेस्ट डेटाको कन्सेप्ट चाहिँ मैले एउटा सेट अफ हाइपोथेटिकल डेटा लिन्छु, त्यो हाइपोथेटिकल डेटाको सेटलाई चाहिँ मैले त्यसको रिजल्ट्सहरू पनि डिराइभ गर्छु। भनेको मतलब मैले 50-100वटा चाहिँ फेक इन्ट्रिजहरू एउटा ठाउँमा राख्छु, त्यसबाट मैले चाहिँ ट्रायल ब्यालेन्स बनाउँछु, ब्यालेन्स सिट बनाउँछु, प्रफिट और लस एकाउन्ट बनाउँछु, क्यास फ्लो स्टेटमेन्ट बनाउँछु, सबै कुरा मैले बनाएर राख्छु। अब त्यो डेटा मैले बनाएको जुन फेक इन्ट्रिजहरू थियो त्यसलाई सिस्टममा फिड इन गर्दाखेरि उसबाट आएको रिजल्ट र मेरो ब्यालेन्स सिटसँग म्याच भयो, मेरो प्रफिट और लस एकाउन्टसँग म्याच भयो त्यो कुराहरू। किनभने त्यहाँनिर त मैले खालि इन्ट्री मात्र गर्दा पुग्यो नि। अहिले त ट्यालीमा खालि जनरल इन्ट्री मात्र जान्ने मान्छे भयो भने उसले त्यहाँनिर प्रफिट और लस एकाउन्ट सबै ट्यालीले आफै बनाएर दिइहाल्छ। सो त्यस्तो बनाएर दिएको छ र मेरो रिजल्टसँग म्याच भयो भने ल सिस्टम ठिक रहेछ है, यसलाई म रिलाइ गर्न सक्ने रहेछु भन्ने कुरा मैले बुझ्छु। यदि सिस्टमले मेरो डेटा अनुसार म्याच गरेन भने चाहिँ इरर भयो भने चाहिँ मैले चेक गर्नुपर्ने हुन्छ कतिको रिलाइ गर्ने भन्ने कुरा। मैले आफूले मिस्टेक गरेको कि सिस्टममा नै इरर भएको भन्ने कुरा त्यो आइडेन्टिफाई गर्नु पर्यो। यदि मेरो मिस्टेक होइन, सिस्टमको नै मिस्टेक हो भने अब मैले त्यसमा स्याम्पल साइज कति लिने, के गर्ने, त्यो कुराहरू मैले बुझ्नुपर्ने हुन्छ। अब त्यो हाइपोथेटिकल डेटालाई मैले सेपरेटली टेस्टिङ गरेँ, त्यो अरू कम्पनीको इन्टिटीको अरू डेटासँग नहुने गरी छुट्टै त्यही भनौँ न ट्याली छ भने एकछिनलाई मान्नुहोस् एउटा इक्जाम्पलको लागि, ट्यालीमा मैले चाहिँ त्यही सिस्टमकै ट्याली हो तर त्यो कम्पनीलाई नगरेको, कम्पनीमा इन्ट्री नगरिकन सेपरेट कम्पनी बनाएर फेरि त्यसमा टेस्टिङ गरेँ भने सेपरेट प्रोसेसिङ भयो। मैले त्यसैको डेटालाई, तिनीहरूकै डेटालाई युज गरेर त्यसमा 2-4वटा हाइपोथेटिकल डेटा हालेर मैले टेस्ट गरेँ भने द्याट इज योर इन्टिग्रेटेड टेस्ट फ्यासिलिटी। तर इन्टिग्रेटेड टेस्ट फ्यासिलिटीमा वी हेभ टु बी अवेर कि जुन डेटा हामीले टेस्ट गर्नको लागि हालेका थियौँ त्यसलाई चाहिँ पछि फेरि राइट अफ गरिदिनुपर्छ है, किनभने त्यो फेरि डेटा इन्टिग्रेट भएर रङ डेटा र राइट डेटा कोलाइड भएर त्यहाँनिर फेरि रिजल्ट्सहरू रङ आउन सक्छ। त्यही भएर जुन इन्ट्रीहरू हामीले हाल्यौँ त्यो डेटालाई त्यसलाई फेरि हामीले पछि राइट अफ गरिदिनुपर्छ भनेर भन्छ। दिस इज योर टेस्ट डेटा। अब डिटेलमा तपाईँले स्टडी मेटेरियल हेर्नुहोस्, रेफरेन्स मेटेरियल हेर्नुहोस्, तपाईँले बुझ्नुहुन्छ। क्याटको युज गर्नको लागि हामीलाई आइटीको नलेज एक्सपर्टिज चाहिन्छ, सुइटेबल कम्प्युटर फेसिलिटी चाहिन्छ, म्यानुअल टेस्ट नहुन सक्ने ठाउँहरूमा चाहिन सक्छ, इफेक्टिभनेस र एफिसिएन्सी हेर्नुपर्छ, अनि टाइम कन्स्टेन्ट्सहरू चेक गर्नुपर्छ भनेर भन्छ। यो पनि एक हिसाबको तपाईँहरूले अब बुकबाट रिलेट गर्न सक्ने हाल्नुहुन्छ। सो यसको साथसाथै हाम्रो यो च्याप्टरको क्विक रिभिजन सकेको छ हाम्रो होइन। अब तपाईँहरूले चाहिँ क्याप 2 मैले तपाईँलाई रिकमेन्ड गराएको छु, क्याप 2 को पनि किताब हेर्नुहोस् अनि क्याप 3 को पनि हेर्नुहोस्, तपाईँलाई पुरै सिक्वेन्समा सबै कुरा क्लियर हुन्छ। र यसमा मैले तपाईँहरूलाई एकचोटि स्टडी मेटेरियलको एउटा इम्पोर्टेन्ट कुरा देखाउनु छ, त्यही भएर स्टडी मेटेरियल सेयर गर्छु मैले तपाईँहरूलाई।
तपाईहरुले स्टडी मटेरियलको कुरा शेयर गरेपछि यसमा नभएको तर यो इनपुट कन्ट्रोल्सहरुमा यो हेर्नुस् है अघिको सबै प्री प्रिन्टेड फर्म चेक डिजिट सबैको यहाँ दिएको छ डिटेलमा डिस्क्रिप्सनहरु अब यो सबै हामीले 20-30 पेजको चाहिँ एक्सप्लेनेसन त्यहाँ राखेर साध्य हुँदैन भनेर हो स्किल एन्ड कम्पिटेन्स प्लानिङ रिस्क यो सबै कुरा यो अघि मैले जुन रिस्कको चाहिँ इम्पोर्टेन्ट भनेर भन्नुहुन्छ तपाईले जुन मैले ल्याक अफ ट्रान्जेक्सन ट्रेल युनिफर्म प्रोसेसिङ अफ ट्रान्जेक्सन ल्याक अफ सेग्रिगेसन अफ ड्युटी क्याप 2 मा पनि इम्पोर्टेन्ट क्याप 3 मा पनि इम्पोर्टेन्ट भनेको थिए यो कुरा दिएको छ स्टडी मटेरियललाई इग्नोर नगर्नुस् स्टेटमेन्ट पनि हेर्नुस् तपाईले अब आइफ्याक को गाइडलाइन्समा दिएको यो कुराहरु इम्पोर्टेन्ट छ है तपाईहरुलाई यो आउन सक्छ एक्जाममा तर एकदमै सजिलो छ यो सिम्पल छ केही पनि छैन द इन्फर्मेसन सिस्टम अडिट एन्ड कन्ट्रोल एसोसिएसन has laid down the following generic requirements for IS audit responsibility authority accountability चाहिँ appropriately documented हुनु पर्यो इन्फर्मेसन सिस्टम अडिटर इन्डिपेन्डेन्ट हुनु पर्यो कोड अफ प्रोफेसनल एथिक्स लाई चाहिँ फलो गर्नु पर्यो टेक्निकली कम्पिटेन्ट हुनु पर्यो भनेर सिम्पल कुराहरु छ तर एक्जामको लागि रिलेभेन्ट छ यो कुराहरु यो एउटा इम्पोर्टेन्ट छ तपाईहरुलाई पेज नम्बर 476 मा हेर्न सक्नुहुन्छ तपाईहरुले बाकी अब सीआई कन्फिडेन्शियलिटी इन्टिग्रिटी र एभाबिलिटी को चाहिँ कुरा 3 कम्प्लायन्स प्रिन्सिपल्सहरु बेसिक प्रिन्सिपल्स हुन्छ यो एक्जाममा आइदिन सक्छ क्वेशन यो पनि इम्पोर्टेन्ट लाग्छ मेरो आफ्नो पर्सपेक्टिभमा मलाई सीआईए कन्फिडेन्शियलिटी इन्टिग्रिटी र एभाबिलिटी को कुरा यो कुरा पनि तपाईले हेर्न सक्नुहुन्छ पेज नम्बर 477 मा छ व्हाई सेक्युरिटी ऑडिट इज इम्पोर्टेन्ट दैट यू कैन रीड ऑन योर ओन क्याट को बारेमा देखाइदिएको छ युज अफ क्याट के हो प्याकेज प्रोग्राम पर्पस रिटर्न प्रोग्राम र युटिलिटी रुटिन्स जुन मैले अघि तपाईहरुलाई बताए यहाँनिर चाहिँ उसमा दिएको छ नयाँ कुरा भनेको सिस्टम म्यानेजमेन्ट प्रोग्राम जसको बारेमा डेटा रिट्राइभल सफ्टवेयर भनेर मैले अघि एक्जाम्पल दिएको थिए अनि क्याट युज गर्दाखेरिको चाहिँ कन्स्ट्रेन्ट्सहरु के हुन सक्छ के रिलेभेन्ट हुन्छ त्यो पनि हामीले लास्ट बक्सको स्लाइडमा हेर्यौ यहाँनिर स्टडी म्याटरको कभरेजको कुरा गर्दै छु मैले त्यसको चाहिँ डिटेल्समा यहाँनिर दिएको छ यो तपाईले हेर्न सक्नुहुन्छ अनि क्याट युज गर्नको लागि के कुरा अडिटरले विचार गर्नुपर्छ भनेर दिएको छ यो कुरा तपाईले चाहिँ पढ्न सक्नुहुन्छ यस्तै यस्तै कुराहरु छन् बेसिक कन्सेप्ट बुझेपछि पेज नम्बर 482 सम्म छ यो तपाईले प्लिज हेर्नुस् मैले ओभरभ्यू भन्दै र मैले यति मात्र हैन क्याप 2 को कुरा पनि रिफर गर्नुस् भनेको छु किनभने पास्ट क्वेशनमा हेर्नु भने ब्याच प्रोसेसिङ सिस्टम अनलाइन रियल टाइम सिस्टम ब्ल्याक बक्स अप्रोच व्हाइट बक्स अप्रोचको बारेमा नि क्याप 3 मा पनि सर्ट नोट सोधिरहेको हुन्छ त्यो कुरा पनि तपाईले क्याप 2 को पनि रिभिजन गर्नुस् एउटा क्विक मैले यहाँनिर चाहिँ ओभरअल ओभरभ्यू च्याप्टरको इन्क्लुडिङ क्याप 2 र क्याप 3 दुईटै कुरालाई इन्कर्पोरेट गरेर मैले बताए एक्जाममा आउने क्वेशन्सहरु एक्जाममा जेनरली क्वेशन्स आउँदाखेरि तपाईहरुलाई अब यस्तो आउन सक्छ जस्तो अघि मैले तपाईलाई बताएको थिएँ नि प्रिन्ट आउट को कुरा क्लेरिकल रिक्रिएसन प्रोसेस हैन टेस्टिङ अफ टोटल बार्स भनेर तपाईलाई जस्तो लार्ज कम्पनी हैज कम्प्युटराइज्ड अकाउन्टिङ सिस्टम द सफ्टवेयर वाज पर्चेज्ड फ्रम मार्केट एन्ड कस्टमाइज्ड बाइ भेन्डर टु द नीड्स अफ द कम्पनी सिन्स प्रिन्टिङ अफ बुक्स एन्ड रजिस्टर्स इज भेरी टिडियस द कम्पनी रिक्वेस्ट यू टु कन्डक्ट अडिट इन कम्प्युटर म्यानेजमेन्ट एस्योर्स यू दैट इट विल प्रोवाइड प्रिन्ट अफ एभ्री क्वेरी बेस्ड रिपोर्ट यू आर रिक्वेस्टेड टु एडभाइज योर असिस्टेन्ट अबाउट अडिट टेक्निक्स टु बी युज्ड इन दिस केस अब त्यसको बेसिक लजिक थाहा भएपछि तपाईलाई चाहिँ यो कुराहरु क्लेरिकल रिक्रिएसन अल्टरनेटिभ टेस्ट अडिट डेटा युज गर्ने अडिट सफ्टवेयर टेस्ट डेटा ब्ला 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 यो कुराहरु हुन सक्छ टेस्ट प्याकको अब यहाँ सर्ट नोट्स अन टेस्ट प्याक भनेर दिएको छ हामी डिस्कस गर्यौं यस्तै यस्तै क्वेशन्सहरु छ तपाईले यो च्याप्टर पढिसकेपछि अब हेर्नुस् यहाँ द मेथड अफ कलेक्टिङ एभिडेन्स एन्ड इभ्यालुएटिङ द सेम चेन्जेस ड्रास्टिकली अन्डर ईडीपी इन्भाइरोमेन्ट डिस्कस अघि हामीले डिस्कस गरिसकेका छौं यो क्वेशनलाई हैन व्हाट स्पेसिफिक प्रब्लम्स मे अराइज इन इम्प्लिमेन्टेसन अफ इन्टरनल कन्ट्रोल्स प्लिज एक्सप्लेन भनेर भनेको छ सेग्रिगेसन अफ ड्युटी डेलिगेसन अफ रेस्पोन्सिबिलिटिज अघिको हाम्रो स्लाइडमा यो कुरा अलरेडी छँदै छ तपाईले हेर्नु भने यो स्लाइडमा सो क्वेशन सोध्ने तरिका मात्रै फरक हो क्वेशन सिमिलर नेचरकै आइरहेको हुन्छ पास्ट क्वेशन्समा तपाईले हेर्नु भने मैले तपाईलाई यहाँ खाली ओभरभ्यू देखाउनको लागि डुइङ ईडीपी इन्भाइरोमेन्ट डुइङ अडिट इन ईडीपी इन्भाइरोमेन्ट इज सिम्पल बिकज ट्रायल ब्यालेन्स अफ वेस्ट ट्यालिज यो क्वेशन पनि मैले तपाईलाई डिस्कस गरे अघि फर्स्टमै एक्जाममा आएको क्वेशन ल अब तपाईहरुले पास्ट क्वेशन्स हेर्ने काम जिम्मा तपाईको भयो हैन अब यो मैले तपाईलाई एक्सट्र्याक्ट गरेर चाहिँ दुई चारवटा क्वेशन्सहरु एक्जाममा यस्तो यस्तो आउँछ भनेर देखाउनको लागि हो क्वेशन्सहरु तपाईले हेर्न सक्नुहुन्छ सरको बुक कहिलेसम्म आउँछ सर मार्केटमा भनेर मजेलालले क्वेशन सोधेको छ मैले चाहिँ लगभग काम सकाइसकेको छु अब चाँडो भन्दा चाँडो निकाले भने मैले चाहिँ त्यो टेलिग्राममा नोटिफाई गर्दिउँला त्यसको चाहिँ अलिकति लास्टको चाहिँ अब यो हाम्रो ग्रामेटिकलहरु कुराहरु चेक गर्नुपर्ने छ त्यति मात्रै बाँकी हो बाँकी त्यसपछि आउँछ निस्किन्छ तर मैले स्टडी म्याटेरियललाई चाहिँ रिफर नगर्नुस् भन्दिन है मैले चाहिँ
तपाईँहरूले फेरि यहाँ कुराहरूको चाहिँ गलत इन्टरप्रिटेसन पनि हुन्छ। आई एम नट टेलिङ यु द्याट यु सुड ओन्ली रिफर द रेफरेन्स बुक त अलिकति सजिलो भर्सनको हिसाबले बनाइदिएको हो। यो स्टुडेन्ट फ्रेन्डली क्याप टूमा स्टुडेन्टहरूले चाहिँ डिमान्ड गरेको कारणले गर्दाखेरि क्याप थ्रीको लागि पनि त्यो कुरा रिलेभेन्ट हुनसक्छ। सो तपाईँहरूले स्टडी मेटेरियलमा भएको कुरा पनि हेर्नुहोस्, रेफरेन्स मेटेरियल पनि हेर्नुहोस्, सकेसम्म बढीभन्दा बढी कुरा रिफर गरेर जानुहोस् सिए फाइनल लेभलमा। सर सर्भिस अडिटरले एउटै इङ्गेजमेन्टमा टाइप 1 र टाइप 2 रिपोर्ट बोथ त इस्यु गर्दैन नि है, क्लियर गर्दैन है। टाइप 1 रिपोर्ट र टाइप 2 रिपोर्ट रिक्वायरमेन्ट अनुसार हुन्छ। हामीले टाइप 1 र टाइप 2 दुइटै इस्यु गर्नुपर्ने हो भने जेनरली टाइप 2 गर्ने बित्तिकै टाइप 1 को कुरा त त्यसमा इन्कर्पोरेट भइहाल्छ यशोदाजी होइन, किनभने टाइप 2 रिपोर्ट भन्दाखेरि टाइप 1 प्लस इफेक्टिभनेस अफ कन्ट्रोल्सको कुरा पनि हुन्छ। तर टाइप 1 मात्रै गर्नको लागि हामीले फिसको कुरा हेर्ने भने टाइप 1 मात्रै गर्नको लागि कम फिस हुनसक्छ, टाइप 2 रिपोर्ट गर्नको लागि बढी फिस हुनसक्छ, किनभने त्यसमा हामी टेस्टिङ अफ कन्ट्रोल्सको कुरा पनि गर्छौँ। त्यही भएर टाइप 2 रिपोर्ट नै निकाल्ने हो भने टाइप 1 ननिकाल्न पनि सक्छ। तर टाइप 1 मात्रै निकाल्नको लागि छुट्टै हामीले एरेन्जमेन्ट गरेर त्यसमा डिजाइन टेस्टिङ अफ कन्ट्रोल्स नगरिकन खालि डिजाइन अफ कन्ट्रोल्स र इम्प्लिमेन्टेसन अफ कन्ट्रोलको मात्रै रिपोर्ट दियो भने टाइप 1 मा हुन्छ। ल आजको क्लास मैले यति नै गरेँ है, किनभने अहिले चाहिँ मेरो एउटा सानो अनलाइन मिटिङ पनि छ 8 बजे, मलाई त्यसको लागि पनि अलिकति हेर्नुपर्ने छ। यदि यसैसँग रिलेटेड केही कुराहरू छन् भने त्यो भोलि पनि डिस्कस गराउन हामीले नो प्रब्लम। टुमोरो विल बी आवर लास्ट क्लास, भोलि हामीले लास्ट क्लास गर्छौँ र त्यसमा मैले स्पेसल अडिटको कुरा डिस्कस गर्छु। र आजको क्लास सेसनमा मैले अहिले क्वेसन दिन भ्याइनँ मैले यहाँनिर। म भोलि चाहिँ तपाईँसँग केही यही च्याप्टरसँग रिलेटेड केही इस्युजहरू छ मैले डिल गर्न सक्छु भने त्यो भोलि म डिल गर्छु है। लेट्स डु दिस मच फर टुडे। Thank you very much for your participation. Have a great day ahead.